हाम्रो प्रधानमन्त्री चाहिँ असाध्यै डोजर प्रेमी, हामीले त्यो पूर्व तयारी सहित नै अगाडि बढेको हो। तर हामीले प्र्याक्टिकल्ली त त्यो पूर्व तयारी जनताले त महसुस गर्न हो, पाएन म नि। त्यसमा भन्दैछु त्यसको हजुर। त्यो रियल पिक्चर छ, जस्तै मिडियामा कसरी आयो भन्ने कुरामा त्यसको रियल पिक्चर भन्दैछु। खोजी मात्रै राख्नु भएको छ होइन, कि भइरहेछ, गएर होइन, राखिसक्नुभयो? भइरहेछ। किनभने एक दिन पनि एकजना व्यक्ति चाहिँ खुला आकाश मुनि सुत्छ भने Exactly. त्यो पीडा चाहिँ हो। तपाईँले हिजो सडकबाट हो नि। बोल्दाखेरि महसुस हो, गर्नुभएको छ हो। होला नि। प्रधानमन्त्रीज्यू किन बोल्नु भएन भन्दाखेरि मलाई लाग्छ रासोपाका कार्यकर्ताहरू आएर राम्रै गाली गर्नुहुन्छ। काम चाहियो कि बोली भन्दै गर्दाखेरि फेरि यो चाहिँ कसमा चाहिँ यो दुवै चाहिन सक्छ। सो Very दुवै true. चाहिँदै गर्दाखेरि काममा मेरो रिक्वेस्ट अनुरोध, तपाईँले काम चाहिँ प्रधानमन्त्रीले गरेर राख्नु भएको छ, त्यही कुरा हामीले पब्लिकसँग कम्युनिकेट राख्छौँ। यतातिर हाम्रो सभापति हुनुहुन्छ जसले पार्टी हेरिराख्नु भएको छ, संसद हेरिराख्नु भएको छ, होइन? मन्त्रीहरूले जसरी बिदा लिनुभयो, जसरी कन्ट्रोभर्सी भयो, त्यो तपाईँहरूको जान्नेलाई छान्ने भन्ने नाराले काम गर्यो? काम गर्यो नि, धेरै काम गर्यो नि। कसरी गर्यो त? यो 2 महिना 1 महिना नहुँदै यसरी जसरी उहाँहरू जानु पर्यो, त्यो जनताले चाहेको त्यही थियो? नमस्कार, कफी मिठो कि गफको आजको श्रृङ्खलामा तपाईँलाई स्वागत छ। मेरो नाम हो प्रमिला कार्की। आज मसँग कफी गफ गर्नका लागि पछिल्लो समयमा नेपाली राजनीतिमा नयाँ जोस, जागर र ऊर्जा लिएर र नयाँ सोच लिएर जसरी उहाँ उपस्थित भइराख्नु भएको छ, त्यसले गर्दाखेरि पनि हामी धेरैले नेपाली राजनीतिमा चाहिँ एउटा सकारात्मक बाटो अथवा सकारात्मक केही हुँदैछ है भन्ने आवाज गरिरहेका छौँ। र सँगसँगै पछिल्लो समय काठमाडौँ क्षेत्र नम्बर 4बाट उहाँले पछिल्लो भएको इलेक्सनमा जसरी अत्यधिक मत लिएर चाहिँ विजय हुनुभयो, प्रतिनिधि सभाको सांसद समेत रहनुभएका माननीय पुकार बम आजको श्रृङ्खलामा गफ गर्नका लागि उपस्थित हुनुहुन्छ। तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। थ्याङ्क यू सो मच, एकदमै खुसी लाग्यो हजुर। तपाईँसँग कुराकानी गर्न मन त धेरै विषयमा फरक विषयमा छ। तथापि चाहिँ मलाई अब हामी यहाँ बस्टन सहरमा छौँ, अमेरिकामा छौँ। केही समय अगाडि यहाँले हार्वर्ड पढ्न आउने एज अ विद्यार्थीको रूपमा चाहिँ आउने प्रयास गर्नुभएको थियो र 2 पटकसम्म तपाईँको भिजा रिजेक्ट भएको थियो। अमेरिकाले तपाईँलाई भिजा दिएको थिएन। तर आज त्यही व्यक्तिसँग अमेरिकाको बस्टन सहरमा गफ गर्न पाउँदाखेरि चाहिँ मलाई असाध्यै खुसी लागेको छ। तपाईँलाई चाहिँ म वेलकम टु अमेरिका, वेलकम टु माई सो भन्न चाहन्छु। थ्याङ्क यू फर मी चाहिँ एकदमै तपाईँले त्यो कन्टेक्स्ट जुन तरिकाले सेट गर्नुभयो, सो भेरी मिनिङफुल एकदमै। पहिले एज ए स्टुडेन्टको रूपमा आउने बेलामा अनफर्चुनेटली या फर्चुनेटली अब 2 चोटि मेरो भिसा रिजेक्ट भयो। म चाहिँ खास हार्वर्डमा चाहिँ यो मिड करियर मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन त्यसको एडवर्ड एस मेसन फेलोसिपको रूपमा आउन खोजेको थिएँ, जसको चाहिँ मैले 4वटा प्रोग्राममध्ये 2टा मात्र प्रोग्राम अनलाइन भ्याएँ। अनि अन क्याम्पस आउँदै गर्दाखेरि चाहिँ त्यतिखेर मिलेन। तर अहिले चाहिँ 25-26 अप्रिलमा हार्वर्ड युनिभर्सिटी र MIT-को ग्रेजुएट स्टुडेन्टहरूले एजुकेसन डिपार्टमेन्टबाट चाहिँ उहाँहरूले एज ए स्पिकरको रूपमा हार्वर्डमा फेरि एकदम इन्ट्रेस्टिङ के थियो भने 1 वर्ष ठ्याक्कै अगाडि भिसा स्टुडेन्टको रूपमा रिजेक्ट भएको थियो र अहिले मसँगैको मेरो ब्याचमेट्सहरू ग्रेजुएट हुँदैछन् यो मेमा। अनि त्यो बेलामा चाहिँ एज ए स्पिकरको रूपमा र हार्वर्ड र MIT आउँदै गर्दाखेरि एकदमै मिनिङफुल, एकदमै त्यो रोलर कोस्टर राइड भने जस्तै गर। र बिचमा सायद त्यो भिसा रिजेक्ट नभएको भए मैले चुनाव लड्न पनि पाउँथेन, सायद म जित्थिनँ पनि होला। और पोलिटिक्समा यो लेभलमा सायद अहिले जसरी एज एउटा प्रतिनिधिको रूपमा, लमेकरको रूपमा सायद त्यो बाटो बन्द हुन्थ्यो कि या अलिक टाढा हुन्थ्यो कि। सो भेरी थ्याङ्कफुल हजुर। कस्तो भयो यसपालिको तपाईँको हार्वर्डमा तपाईँ एज अ स्पिकरको रूपमा पनि हुन्थ्यो? आइ एम सो ह्याप्पी फर यु है। एउटा नयाँ जोस जागर बोकेको र तपाईँलाई चाहिँ जस्तो नेता भन्ने बित्तिकै जस्तो हामीले फिल गर्थ्यौँ नि एउटा त्यस्तो खालको भन्दा पनि हाम्रै साथीभाइ, हाम्रै विचारहरू सम्बोधन गर्ने, हामी जस्तै विचार बोक्ने भनेर। किनभने म आफै पनि जेनजी समुदायबाट बिलोङ गर्ने भएर चाहिँ अझै बढी हामीलाई चाहिँ नजिकबाट महसुस गर्नु
गर्नुहुन्छ भनेर त्यस्तो खालको फिल आउँदैन कि। अनि त्यो भएर म त्यो खालको एकदमै राजनीतिक त्यस्तो एकदमै हुन्छ नि डिप्लोमेटिक भएर तपाईँसँग त्यसरी गफ गर्न पनि चाहदिनँ। एउटा सामान्य नागरिक, चेतनशील नागरिक मैले जति महसुस गरेको छु त्यो कुराहरू एकदमै सिधा तरिकाले भूमिका नबाँधिकन तपाईँलाई सोध्नेछु। त्यो भएर पनि त्यो अर्कै किसिमको ऊर्जा चाहिँ मैले महसुस गरिराखेको छु तपाईँसँग यसरी गफ गर्न पाउँदा होइन। कस्तो रह्यो यसपालिको हार्बरमा चाहिँ तपाईँ जसरी उपस्थित हुनुभयो, जे कुरा तपाईँसँग घटित भएको थियो र त्यस पछाडिको चाहिँ कस्तो थियो विद्यार्थीहरूसँगको त्यो सम्मेलन चाहिँ? यो चाहिँ द नेपाल डिस्कोर्स भनेर हार्वर्डमा चाहिँ नेपालसँग जोडिएको हार्वर्ड एमआइटीमा सम्भवतः उहाँहरूले मैले होइन अर्गनाइजरले भनेअनुसार चाहिँ यो फर्स्ट अफ इट काइन्ड जसबाट चाहिँ लगभग हामी त्यहाँ मैले त्यो स्पिकरको लिस्टहरू उहाँले अन्तिममा क्लोजिङमा देखाउनु भएको थियो। अलमोस्ट 50वटा स्पिकर, सो नेपाल र नेपालभन्दा बाहिर रहेर नेपालको लागि कन्ट्रिब्युट गर्ने अलमोस्ट 50जना आफ्नो क्षेत्रमा विज्ञता हासिल गर्नुभएको, अनुभव हासिल गर्नुभएकोहरूलाई एक ठाउँमा लिएर आएर र फेरि त्यहाँ स्पिकर मात्र होइन पार्टिसिपेन्टहरू पनि अलमोस्ट 200-300जनासँग भेट भयो। अनि मेरो चाहिँ 26 तारिकमा 26 अप्रिलमा मेरो एज ए स्पिकरको रूपमा सेसन थियो। तर म 25 तारिकबाट पहिलो सेसनबाट अन्तिम सेसनसम्म एज अ लर्नरको रूपमा मैले एउटा पनि मेरो 100% अटेन्डेन्स छ। अनि सबभन्दा ठुलो कुरा यही तपाईँकै पोडकास्टबाट म एकदम धन्यवाद दिन चाहन्छु नेपाली विद्यार्थीहरू जो चाहिँ हार्वर्ड र एमआइटीमा पढिराख्नु भएको छ, उहाँहरूले जुन एउटा हिम्मत गर्नुभयो अहिलेसम्म नभएको कुराहरू त्यो चाहिँ उहाँले आँट्नु भएको छ। सबभन्दा एकदमै त्यो बिग राउन्ड अफ अप्लोज भने जस्तै गरेर उहाँहरूलाई म एकदम धन्यवाद दिन चाहन्छु जसले यो चाहिँ सम्भव बनाउनु भयो र यसलाई सपोर्ट गर्ने संसारभरि नेपालमा रहनुभएका, नेपालभन्दा बाहिर रहनुभएको नेपालीहरूले यसलाई जुन सपोर्ट गर्नुभएको छ र सबभन्दा ठुलो त त्यहाँको एडमिनिस्ट्रेसनले विश्वास गरेर। अनि तपाईँले भने जस्तै अलमोस्ट यङ, सबै अलमोस्ट यङ हुन्थ्यो तर मेजोरिटी जेनजी पुस्ताहरूसँग भेट भयो। उहाँहरूको एक्सपेक्टेसन, उहाँहरूको त्यो सबभन्दा ठुलो कुरा त्यो भाइब जुन छ एकदम पोजिटिभ भाइब, हामीबाट इन्सपायर हुने भन्दा पनि उहाँहरूबाट म चाहिँ इन्सपायर भएँ एज अ ल मेकरको रूपमा। म शिक्षा समितिमा, स्वास्थ्य समितिमा र सूचना प्रविधि र विज्ञान त्यो प्रविधिको समितिमा पार्लियामेन्ट्री कमिटीमा भएको हुनाले त्यो मेरो लागि त र मेरो कमिटीको लागि पनि एकदमै फ्रुटफुल भयो। मसँग लगभग 200-300जनाको त्यो कनेक्सनहरू भयो। सबै एक संसारभरिको नाम कहलिएका आफ्नो ठाउँमा काम गरेको होइन, जस्तै पुकार हमालजी जस्तोले, रुबी सिंह जस्तो मान्छेहरूदेखि लिएर F1 सफ्टको होइन त्यहाँको मान्छेहरूदेखि यस्तो राम्रो मान्छेहरू। सो यो चाहिँ एउटा नेपालको लागि चाहिँ एउटा सौभाग्यको रूपमा मैले लिएको छु। म एउटा ब्रिजको रूपमा एज अ फेस्टरको रूपमा मैले काम गर्नेछु। तपाईँले भने जस्तै गएर त्यहाँ कुनै पोलिटिक्स, कुनै डिप्लोमेसी, कुनै त्यो पोलिसिङ गर्ने कुरा भनेपछि त्यो रियलमै कतिवटा कुराहरू चाहिँ काम गरेर एक्सपिरियन्स गरेर डेलिभर गरिसकेको पुस्ताहरूसँग भेट्न पाइयो। अबको दिनमा म एज अ ल मेकरको रूपमा नेपालमा फर्किँदै गर्दाखेरि यो जति पनि अनुभवहरू छ, विज्ञता छ, उहाँहरूको नेटवर्कहरू छ, त्यसलाई चाहिँ कनेक्ट गराउने नेपालभित्रै भएको मान्छेहरू र नेपालभन्दा बाहिर भएको मान्छेहरूलाई एउटा कनेक्टिङ ब्रिजको रूपमा चाहिँ म रोल खेल्छु जस्तो लाग्छ। एकदमै राम्रो। जस्तो तपाईँहरू अब यसपालि रासोपाले जसरी यो लगभग 2/3 मत लिएर जसरी विजय भयो, यसमा चाहिँ महत्त्वपूर्ण एउटा भूमिका चाहिँ विदेशमा बस्ने नेपालीहरूको पनि असाध्यै ठुलो भूमिका छ। यस अर्थमा पनि तपाईँको यसपालिको अमेरिका टुर अझै विशेष भयो होला। तपाईँ आफै विजय हुनुमा पनि, तपाईँ आज सांसद हुनुमा पनि उहाँहरूको पनि ठुलो एउटा भूमिका छ। सो प्रत्यक्ष भेटेर चाहिँ तपाईँसँग उहाँहरूको अपेक्षा चाहिँ कस्तो छ? व्यक्तिगत रूपमा म त एज ए मेसेन्जरको रूपमा एउटा मैले कनेक्टिङ ब्रिजको रूपमा म आफूलाई पनि त्यसरी परिचित गराएँ र उहाँहरूलाई पनि त्यसरी नै उहाँले पनि त्यसरी लिनुभएको थियो। सो मैले त्यो ब्रिज बन्दै गर्दाखेरि, कनेक्ट हुँदै गर्दाखेरि चाहिँ एक त म आफैले यो पोलिटिक्समा स्टार्ट गर्दै गर्दाखेरि, किन मेरो धेरै आफन्तहरू अमेरिकामा हुनुहुन्छ, युरोपमा हुनुहुन्छ, मेरो भाइ नै अस्ट्रेलियामा छ होइन, कति रहरले, कति बाध्यताले, कन्टेक्स्ट कति कारणले गर्दाखेरि चाहिँ थुप्रै नेपालीहरू बाहिर हुनुहुन्छ। अनि त्यो लामो समयदेखि त्यो जुन व्यवहारिक पक्षहरू भयो होइन, त्यसपछि थ्योरिटिकल पक्षहरू भयो, कानुनी पक्षहरू, कति कुराहरूमा गाह्रो अप्ठ्यारो, कतिजना मान्छेहरू जस्तो म 3-4 रात जुन फ्यामिलीसँग बसेँ, त्यो बिहान लाइटमा दिउँसो हुँदै गर्दाखेरि लाइमलाइट एकदमै होइन, अफिस यो त्यो $यति $यति हजार यो त्यो भन्ने खालको हिसाबमा कमाइरहेको छ, गाडीमा हिँडिरहेको छ, घर छ यो त्यो भन्ने हुन्छ।
तर बेलुकातिर भइसकेपछि उहाँले आफ्नो कुराहरू सेयर गर्नुहुन्छ होइन, के कारणले नेपालबाट आउनुभयो, यहाँ के गरेर राख्नु भएको छ, कस्तो हार्डसिप छ, स्ट्रगल। अब स्पेसली नेपालमा हुने धेरैको एउटा आकलन के हुन्छ भनेपछि अमेरिकामा होइन सुनै टिपिरहेछ कि होइन, पैसै टिपिरहेछ कि डलरको होइन, बोर्ड छ डलर छ कि कि भन्ने खालको हिसाबमा। तर स्ट्रगल होइन सबै नै काम गरेर राख्नु भएको छ भनेपछि त्यो स्ट्रगललाई अहिले जुन अब 2/3 अलमोस्ट 2/3को सरकार रासोपाको, जसले चाहिँ हामीले आफैले भन्दा पनि अरूले बनाइदिएको होइन, अरूले विश्वासको कारणले गर्दाखेरि विभिन्न आस्था, विभिन्न पार्टी, त्यो सबै चिजलाई थाँती राखेर चाहिँ एकपटक चाहिँ नयाँले दिनुपर्छ, युवाहरूलाई दिनुपर्छ है, रासोपालाई चाहिँ एकचोटि चान्स दिनुपर्छ भन्ने खालको हिसाबमा त्यो जुन इमेन्स तपाईँको होप छ, त्यो होप चाहिँ उहाँहरूको जीविकोपार्जन, जनजीवन, उहाँहरूको करियर, उहाँको फ्युचर होइन, कतिले नेपालमै कन्ट्रिब्युट गर्न चाहन्छ, त्यसलाई सहजीकरण बनाइदिने, नेपालबाट बाहिर केही समयको लागि पढ्न, कमाउन, नेटवर्क, संसार बुझ्न गइराख्नु भएको छ, त्यसलाई पनि सहजीकरण गराउने भन्ने खालको हिसाबमा त्यो एउटा गभर्मेन्ट भइसकेपछि गभर्मेन्ट छ है, त्यो नेपालमा हुँदाखेरि पनि होस् कि अर एकचोटिको नेपाली सधैँको नेपाली भनेर जुन हामीले रासोपाको नारा पनि दिएको छ। हाम्रो सबभन्दा फर्स्ट डकुमेन्ट करार पत्रमा 5वटा बुँदामा 5वटा मध्येमा 3 नम्बर र 5 नम्बर प्रवाससँग जोडिएको छ होइन, सम्मानित नेपालीको रूपमा, समृद्ध नेपालीको रूपमा, सुरक्षित लगानीको कुराहरूदेखि लिएर यी लगायतका थुप्रै कुराहरू। त्यसपछिको हाम्रो सेकेन्ड डकुमेन्ट भनेको 100वटा बाचापत्र सहितको छ, त्यसमा अधिकांश नियरली 40% पनि प्रवाससँगै जोडिएको कुराहरू छ, र अर्को जुन 100 दिनको शासकीय सुधारसँग जोडेको पार्टमा त्यसमा पनि सहजीकरण गर्ने कुरा। त्यसले गर्दाखेरि सो यो कुराहरूमा गभर्मेन्टले इमान्दार हुने कुराहरू भयो, आफूले लेखेको कुराहरू पुरा गर्ने कुराहरू भयो, र हिजोको दिनमा हामी पनि काहीँ न काहीँ कनेक्टेड चाहिँ प्रवाससँग छौँ। जस्तै अहिले अलमोस्ट 1/3 अफ द GDP 25 to 30% GDP चाहिँ रेमिट्यान्सबाटै कम्युनिकेट हुन्छ होइन, त्यसरी नै त्यो भनौँ न देशलाई एउटा मेरुदण्डको रूपमा। र अर्को सबभन्दा ठुलो भनेको एउटा ब्रेन र यो कनेक्ट गर्ने होइन, जस्तै अहिले म जहाँ हार्वर्ड, MIT, बस्टन युनिभर्सिटी लगायतको अरू थुप्रै कलेज, ट्यालेन्ट्सहरू त्यो नेटवर्कहरू भयो, त्यही नेटवर्क नेपालमै बिल्ड गर्नलाई, त्यो इकोसिस्टम बिल्ड गर्नलाई अलमोस्ट नेक्स्ट मिनिमम 1 डिकेड 10 वर्ष नत्र भने 2 डिकेड्स 20 वर्ष लाग्छ भनेको अलरेडी भइरहेकोलाई हामीले सम्मानित तरिकाले जोड दियोस् भन्ने नै धेरैको त्यही छ। र सबभन्दा पछिल्लो सेकेन्ड थर्ड जेनेरेसन जो भाइ बहिनीहरू उहाँहरूले राखेको क्वेरिज थियो हाम्रो बुवा आमाहरूसँगै मात्र होइन कि हामीहरू पुस्ता चाहिँ यतै बसेर पनि होइन, आउने जाने गरे पनि यतै बसेर पनि वी वान्ट टु कन्ट्रिब्युट, त्यसको लागि वातावरण के हुन्छ त भन्दै गर्दाखेरि ठ्याक्कै यहीँनिर चाहिँ फेरि अब सोध्नै पर्छ, मैले सोधेन भने विदेशमा बस्ने नेपालीहरूप्रति अन्याय पनि हुन्छ। अब भर्खरै रासोपाले तयार पारेको, सरकारले तयार पारेको यो NRN-लाई लिएर जुन एउटा मस्यौदा छ त्यसको बारेमा चाहिँ जसरी हिजो चाहिँ चुपचाप घन्टी छाप भनेर चाहिँ जुन अभियान चलाएर विदेशमा बस्ने नेपालीहरूले गाउँ गाउँमा बस्ने आमा बुवालाई चाहिँ ल यसपालिको भोट चाहिँ घन्टीमा है भनेर जसरी भन्नुभयो, त्यसको 1 महिना राम्रोसँग पुग्न नपाउँदै चाहिँ उहाँहरूको मुटुमाथि छुरा हानेको जस्तो महसुस गरिराख्नु भएको छ। तपाईँ अब पुकार बमलाई हामीले सुने अनुसार हिजो सडकदेखि यहाँसम्म आइपुग्दाखेरि चाहिँ तपाईँ जहिले पनि जनताको पक्षमा, नागरिकको पक्षमा आवाज उठाइराखेको व्यक्ति पनि हो। आज तपाईँलाई नै प्रश्नको जवाफ दिने ठाउँमा हुनुहुन्छ। कसरी हेर्नु भएको छ यसरी तपाईँहरूले यो 1 महिना नहुँदै जसरी मुटु चिया हुने गरी यो किसिमको माहौल तयार गरिराख्नु भएको छ, यसलाई कसरी हेर्नु भएको छ? यसमा हजुरले अघि जुन भन्नुभयो रासोपाले भन्दाखेरि त्यो मैले चाहिँ एउटा त्यसलाई करेक्ट पनि गर्न चाहन्छु। त्यो जसरी मिडियामा, जसरी बाहिर, जसरी प्रचार प्रसार जुन तरिकाले गरिएको छ त्यसमा तपाईँको धेरै सत्यता छैन। म एउटा MP को रूपमा, एउटा ल मेकरको रूपमा त्यसको केही प्रक्रियाहरू हुन्छ होइन, जसरी त्यो कहाँबाट आयो, कसरी उत्पादन भयो, कसले त्यो ल्याइरहेछ भन्दै गर्दाखेरि सबभन्दा ढुक्क के चाहिँ हुन भन्छु भने चाहिँ हाम्रो सबभन्दा फर्स्ट डकुमेन्ट अघि पनि मैले भने करारपत्र, नागरिक करारपत्र 5वटा बुँदा छ, त्यसको 3 नम्बर र 5 नम्बरमा अहिले पनि तपाईँले गएर नेटभरिमा छ, सबभन्दा स्टार्टिङ त्यहाँनिर। त्यसपछिको 100वटा बुँदामा रहेको बाचापत्र हो र त्यसको फलोअपमा भएको 100वटा शासकीय सुधारसँग जोडेको पार्टमा। सो त्यो अफिसियल डकुमेन्ट त्यहाँनिर हो र मिडियामा जसरी आएको छ त्यसलाई चाहिँ अतिरञ्जना गर्ने खालको हिसाबले होइन, एक्ज्याक्ट अपोजिटसँग जोडेको पार्टमा आएको छ। सो म भनौँ न हिजोसम्मै म अब एकदम बिजी भएर कतिवटा कुराहरूमा इङ्गेज भएर आइसकेपछि ननस्टप म प्रोग्रामहरूमा छु होइन, रातिको 12-1-2 बजीसम्म। अनि मसँग नेट एक्सेस पनि कति कुराहरूमा छैन। तर मैले जब हिजो आज बिहान मलाई केही कुराहरू मेसेज आयो, स्क्रिनसटहरू आएको थियो होइन, आउँदै गर्दाखेरि चाहिँ त्यसमा भएको प्रावधानहरू
भोलिको दिनमा है मैले प्रक्रिया भोलिको दिनमा त्यो मन्त्रालयबाट आउँदै गर्दाखेरि पनि है मन्त्रालयबाट आयो भने पनि त्यसलाई बनाउने त्यो ब्युरोक्रेसीबाट आउँछ। ब्युरोक्रेसी आइसकेपछि त्यो हाम्रो जुन मिनी पार्लियामेन्ट भन्ने छ त्यसमा समितिमा जान्छ, पार्लियामेन्ट्री कमिटीमा जान्छ। त्यो पार्लियामेन्ट्री कमिटीभित्र पनि उपसमितिहरू हुन्छ के सब कमिटी हुन्छ, अनि त्यहाँ बल्ल डिस्कसन हुने हो। त्यसले रेकमेन्डेसन गर्छ। त्यो रेकमेन्डेसन गर्दै गर्दाखेरि त्यहाँको आंशिक सांसदहरू पनि अलमोस्ट 2/3 है पनि रासोपाकै हुनुहुन्छ। अनि त्यसपछि आउने मेन कमिटी हुन्छ, त्यहाँ पनि अलमोस्ट 2/3 रासोपाको हुन्छ। र त्यहाँबाट पनि तपाईँको रेकमेन्डेसन भएर त्यो भनौँ न एक खालको मस्यौदाको रूपमा त्यसले एउटा कानुन रूप लिँदै गर्दाखेरि अल्टिमेटली जाने संसदमा। संसदमा को छ त अलमोस्ट 2/3 मेजोरिटी रासोपाको छ। र लकिली त्यसमा तपाईँले हेर्नुभयो भने पछिल्लो समय हामीले श्रम संस्कृति पार्टीसँग पनि सहकार्य गरेको छौँ होइन। सायद उहाँहरूले हामीले जुन वाचापत्र हामीले भनौँ न एउटा त्यो आउँदै गर्दाखेरि सामूहिक प्रतिबद्धता पत्र पनि गरेको छ नि त। त्यसै कङ्ग्रेसले पनि हामीले जुन लाइनमा छ त्यो कतिवटा त्यो प्रवाससँग जोडेको पार्टमा उहाँहरू पनि अलाइन हुनुहुन्छ। उहाँहरू कोही पनि अलाइन नहुँदै गर्दाखेरि भोलिको दिनमा डिसिजन गर्दै गर्दाखेरि के हुन्छ 2/3 मेजोरिटीबाट चाहिँ त्यो जानुपर्ने हुन्छ। सो त्यो ठाउँमा जाँदै गर्दाखेरि के त्यहाँ छलफल हुन्छ, बहस हुन्छ। र मलाई के लाग्दैन भनेपछि त्यहाँ बहस हुँदै गर्दाखेरि जहाँसम्म लाग्छ यो संसदसम्म पनि त्यो बहस पुग्दैन। त्यो पार्लियामेन्ट कमिटीको सब कमिटीभित्र नै त्यसो टुङ्गी लाग्छ कि। त्यसले गर्दाखेरि जसरी बजारमा जुन तरिकाले आएको छ म थ्याङ्कफुल पनि भन्न चाहन्छु कि भोलिको दिनमा यसरी अतिरञ्जना गरेर होइन एकदम कोअर्डिनेटर तरिकाले चाहिँ र हाम्रो जुन वाचापत्र करारपत्र र हामीले लिएको कमिटमेन्टभन्दा बाहिर गएर कहीँ कतैबाट आउँछ भनेपछि हाम्रा सांसदहरू र तपाईँहरूको जनप्रतिनिधिहरू चाहिँ त्यो ठाउँमा चाहिँ हुन्छौँ। र त्यसको त्यो आउँदै गर्दाखेरि पुकार बम पनि त्यो ठाउँमा चाहिँ हुन्छ। सो अहिलेसम्म मैले यहाँ भन्दैछु तपाईँहरूलाई एउटा कमिटमेन्ट मात्र होइन, यो हाम्रो एउटा इमान्दारसँग कुरा के भन्छ भनेपछि हाम्रो वाचापत्रमा हाम्रो त्यहाँनिर भएको करारपत्र र शासकीय सुधारसँग जोडेको पार्टमा होइन। त्यो कारणले गर्दाखेरि त्योभन्दा बाहिर जाने जहाँसम्म लाग्छ कसैले पनि त्यो हिम्मत चाहिँ गर्दैन। त्यो कारणले गर्दाखेरि तपाईँहरू आत्तिनु पर्दैन, तपाईँहरू डराउनु पनि पर्दैन। मैले हिजो एमआइटीको सेसनमा उहाँहरूलाई मेरो सेसनमा मैले बोलेको रेकर्ड नै गर्नुहोस् भनेको थिएँ। मैले त्यो करारपत्रको 3 नम्बर र 5 नम्बर बुँदा पढेर पनि सुनाएँ। त्यसले गर्दाखेरि हामी त्योभन्दा बाहिर जाने हामीलाई सुविधा पनि छैन, छुट पनि छैन, हामी जाँदैनौँ। तपाईँले व्यक्तिगत रूपमा चाहिँ कस्तो भूमिका खेलिराख्नु भएको छ? तपाईँका विचारहरू कतिको सुनिन्छन्? विशेष गरेर तपाईँको पार्टी सभापति र अहिले त हाम्रो पनि सम्माननीय प्रधानमन्त्रीजी बिच चाहिँ त्यो मिलन गराउनमा अथवा यो यात्रा तय गर्नका लागि चाहिँ एउटा सूत्रधारको रूपमा पनि तपाईँलाई लिइन्छ। तपाईँले पनि महत्त्वपूर्ण भूमिका खेल्नुभयो। त्यो भूमिका खेलेको पुकार बमको आवाज कतिको सुनिन्छ? व्यक्तिगत रूपमा तपाईँले कस्तो भूमिका खेलिराख्नु भएको छ? मैले बारम्बार भन्दै पनि गराएको छु। मेरो पहिलो इन्टरभ्यू टिकाराम यात्रीजीसँग थियो चुनाव सकिने बित्तिकै। त्योदेखि अहिलेसम्म म अडान के छ भनेपछि 22 वर्ष भयो म यो सोसियो पोलिटिकल मुभमेन्टमा लागेको। 13 वर्ष फर्मल पोलिटिक्समा भयो र रासपाको सबैभन्दा पहिलो आधिकारिक उम्मेदवार 79 को इलेक्सनबाट आउँदै गर्दाखेरि एज अ फाउन्डिङ एउटा लिडरको रूपमा एउटा फाउन्डिङ क्यान्डिडेटको रूपमा एउटा जिम्मेवार नागरिकको रूपमा यो ठाउँमा पुग्दै गर्दाखेरि अहिले मेम्बर अफ पार्लियामेन्ट ल मेकरको रूपमा जाँदै गर्दाखेरि मैले आफ्नो रुट्स बिर्सेको छैन, मैले आफ्नो डिएनए बिर्सेको छैन। त्यो भनेको सत्यको बाटो हो। हिजोको दिनमा कोभिड इनफ इज इनफ आन्दोलन लिड गर्दै गर्दाखेरि सत्याग्रह पनि बसेको मान्छे जसले 12 दिनसम्म पानी र खाना नखाएर नागरिकको जीवन रक्षा गर्नको लागि चाहिँ आफू मर्न तयार भएको मान्छे 12 दिनसम्म सडकको सत्याग्रही भोलिको दिनमा सदनमा सरकारमा हामी आफैले गरेको बाचाभन्दा पछाडि गएर कोही कतै जान्छ भनेपछि त्यो ठाउँमा सडकको सत्याग्रही फेरि पनि पुकारमा सत्याग्रहीको रूपमा सदनमा हुन्छ। त्यहाँ गएर फेरि त्यो धर्ना कस्ने बनाउनेन। नागरिकको मुद्दा जुन हामी आफै लेखेको छौँ त्यसलाई डिफेन्ड गर्नको लागि त्यसमा अडिग रहनको लागि चाहिँ सबैभन्दा पावरफुल भोइसको रूपमा त्यहाँ चाहिँ तपाईँले पुकार बमलाई चाहिँ पाउनुहुन्छ। सो अहिलेसम्म चाहिँ तपाईँलाई त्यस्तो धेरै जति मानिसहरूले आशा गरेको छन् त्यो एक्टिभली देखिने गरी चाहिँ तपाईँलाई डिप्लोमेटिक नै देखिन्छ अहिले पनि हेर्दाखेरि। र तपाईँ अहिले जसरी बोलिराख्नु भएको छ त्यो पनि खुला रूपमा आलोचना गर्ने हिम्मत त्यति नदेखिएको जस्तो देखिन्छ। हामी तपाईँबाट यस्तो अपेक्षा गर्न सक्छौँ? सक्दैनौँ नि। होइन यस्तो मैले अघि भने नि त मैले डिप्लोमेटिक यसमा के छ, मैले हिजोको दिनमा सत्यको लागि बोलिरहेको पुकार बम होइन, सत्याग्रह गरेको पुकार बम, आफ्नो जीवन अर्पण गर्न तयार रहेको पुकार बम, यो त हामीले वाचापत्रमै लेखेको कुरा हो। वाचापत्रमै करारपत्रमादेखि हाम्रो अफिसियल डकुमेन्ट राखेको कुरा हो। त्यसले गर्दाखेरि भोलिको दिनमा योभन्दा पछाडि गएर कसैले केही कुरा गर्छ भनेपछि त्यो ठाउँमा बोल्ने मात्र होइन, त्यहाँ उभिने मात्र होइन, त्यसको लागि फाइट गर्ने चाहिँ हामी हुन्छौँ, म हुन्छु नि।
ठिक छ, अब प्रधानमन्त्रीज्यू र तपाईँको पार्टीको सभापतिज्यू बिचको जुन पछिल्लो समयमा एकअर्का बिचमा भएको मनमुटाव भनेर पनि अब एकदमै छोटो समयमै यो कुराहरू काहीँ कतै गाईगुई सुनिन्छ। अब मिडियामा आएका कुराहरू बाहिरबाट हेर्दा अब तपाईँ त त्यहीँ हुनुहुन्छ जो सूत्रधारकै रूपमा हुनुहुन्छ। यो सत्य हो, असत्य हो, हामीले सुनेको जस्तै हो अथवा गसिप मात्रै हो? यस्तो छ, अब मिडियाको कतिवटा कुराहरूमा होइन कसलाई विश्वास गर्ने, त्यसको सोर्स के हो भन्ने कुरा पनि हुन्छ। अहिले त हो। अब मिसइन्फर्मेसन डिसइन्फर्मेसनको जमानामा म तपाईँकैबाट चाहिँ यसलाई म के भन्न चाहन्छु भने चाहिँ जहाँसम्म लाग्छ अहिलेसम्म यदि सबैभन्दा बढी ट्युनिङ कसैको छ भने चाहिँ त्यो सम्माननीय प्रधानमन्त्री, हाम्रो संसद दलको नेता पनि र पार्टी सभापतिको सबैभन्दा बढी ट्युनिङ छ है। मैले त्यो तपाईँले यहाँ फेरि कुनै आधारहीन कुरा गरेँ, किन हामीहरू सँगै हुन्छौँ, कुराहरू हुन्छ, सबै कुराहरू हामीले देखेको हुन्छ, भएको हुन्छ, त्यहाँ लुकाउनु पर्ने, एक्जागर गर्नु कुरा पनि छैन। कतिवटा कुरा जस्तै सरकारसँग जोडिएको कैयौँ कुराहरू पार्टी सभापतिज्यूले हाम्रो सम्माननीय प्रधानमन्त्रीलाई नै बढी अथोरिटी दिनु भएको छ होइन। भनेको हामीले हेर्दा पनि त्यस्तै देखिन्छ, हो। अलिक बढी हाबी चाहिँ बालेन्सा भएको भन्ने नै छ होइन, त्यसलाई नागरिकहरूको। प्लिज त्यसमा चाहिँ त्यसलाई फेरि हजुरकैबाट पनि त्यसलाई हाबी भन्दा पनि त्यो कति एउटा आफ्नो जुरिडिक्सन, एउटा भनौँ न एउटा काम गर्ने, भनौँ न एउटा त्यो भनौँ न एउटा लाइन, भनौँ न एउटा लाइन चाहिँ सो सरकार सत्तासँग जोडेको पार्टमा, गभर्नेन्ससँग जोडेको पार्टमा चाहिँ सम्माननीय प्रधानमन्त्रीकै नेतृत्वमा जान्छ। यतातिर तपाईँको पार्टीसँग जोडेको पार्टमा चाहिँ हाम्रो सभापति रविजीबाटै जान्छ। त्यो कारणले गर्दाखेरि त्यसमा बालेनजी पनि एग्री गर्नुहुन्छ, किन पार्टीको कतिवटा कुराहरूमा उहाँ त्यति धेरै इन्टरभेन गर्ने और त्योसँग जोडेको पार्टमा त्यति धेरै कन्सर्न गर्ने चाहिँ छैन। तर भलै त्यहाँको वरिष्ठ नेताको रूपमा हुँदै गर्दाखेरि चासो राख्ने कुरा छँदैछ। तर अहिले के छ चाहिँ हामीले त्यो कामहरू चाहिँ आफ्नो जिम्मेवारी अनुसार चाहिँ डिभाइड गरेर छ। जस्तो म सांसदको रूपमा मैले कतिवटा कुराहरू मैले भन्दै पनि आएको छु मिडियामा। संसद बाहिर सबैभन्दा पावरफुल भनेको भोटर्सहरू हो, मत लगानीकर्ता, मतदाता होइन, मत लगानीकर्ताहरू हो। र संसदभित्र सबैभन्दा पावरफुल सार्वभौम सांसदको रूपमा। त्यसले गर्दाखेरि मैले एज अ सांसदको रूपमा काम गर्दै गर्दाखेरि मैले चाहिँ सांसदको रूपमा काम गर्दै गर्दाखेरि सबैभन्दा बढी जिम्मेवार भएर पठाएको, नागरिकले पठाएको चाहिँ हामीहरू है। त्यही चाहिँ हाम्रो मेन काम के हो त, तपाईँको मुद्दाहरू भयो, पोलिसीहरू भयो, लहरू भयो, पुरानो कुराहरू छन् त्यसलाई कसरी परिमार्जन गर्ने, नयाँ के ल्याउने भन्ने कुराहरूमा बढी त्यसमा दिनु पर्यो। अब म चाहिँ मन्त्री परिषदसँग जोडिएको, मन्त्रालयसँग जोडिएको पार्टमा त्यसलाई इन्टरभेन गर्ने त्यो मेरो जुरिडिक्सन होइन। र पार्टीसँग जोडेको कतिवटा कुराहरूमा हो, म केन्द्रीय सदस्य हुँदै गर्दाखेरि, मेम्बर हुँदै गर्दा छ। तर मेरो मेजर रोल के भयो त, मेरो काठमाडौँ क्षेत्र नम्बर 4 हो, जहाँको प्रतिनिधि भएर म आएको छु। र पार्टीको हिसाबमा संसदको रूपमा के भयो त, मैले ल मेकरको रूपमा चाहिँ काम गर्ने हो। सो यति मात्रै हाम्रो पार्टीमा भएको पदाधिकारीले बुझिदिनु भयो, जुन बुझिराख्नु भएको छ होइन, जसको नेतृत्व पार्टी सभापति रविन्द्र गरिराख्नु भएको छ, उहाँले आफ्नो काम मजाले गरिराख्नु भएको छ। र अर्कोतिर यता गभर्नेन्सको पक्षमा सत्ताको स्टेट क्राफ्टसँग जोडेको पार्टमा चाहिँ हाम्रो सम्माननीय प्रधान गरिराख्नु भएको छ, उहाँले राम्रो गरिराख्नु भएको छ, हामी खुसी छौँ। तर यो बिचमा जुन तरिकाले यो यस्तो भयो उस्तो भयो भन्ने खालकोमा त्यति सत्यता चाहिँ छैन हजुर। ठिक छ, त्यस्तै भयो होस्, यति चाँडै हामी चाहन्नौँ कि फेरि त्यहाँ गडबड भयो भने। यत्रो दुःख गरेर चाहिँ फेरि नयाँ सरकार आएको छ, हामी त चाहन्छौँ त्यस्तै नै, जनता पनि त्यही आशामै हुनुहुन्छ। तर अब फेरि अर्को विषय पनि मलाई उठाउन मन लागेको, जस्तो पछिल्लो समयमा सुकुम्बासी बस्तीमा चाहिँ जसरी सरकारले डोजर चलाइराखेको छ, त्यो देख्दाखेरि चाहिँ हाम्रो प्रधानमन्त्री चाहिँ असाध्यै डोजर प्रेमी, मानव अधिकारको पनि सामान्य कुरा पनि ख्याल नगरिकन चाहिँ तपाईँको देख्नुभएको छ होला नि तपाईँले होइन, कतिजना सुत्केरी महिलाहरू, बुढेसकाल भएका आमा बुबाहरू, सानो सानो बच्चाहरू खुला आकाश मुनि सुतिराख्नु भएको छ। हो, त्यसलाई व्यवस्थापन गर्नु पर्थ्यो, तर त्यसको कुनै पूर्व योजना बिना नै जसरी चाहिँ मानव संवेदनामा समेत ठेस पुग्ने गरी चाहिँ जसरी डोजर चलाइराख्नु भएको छ, यो देख्दाखेरि चाहिँ धेरैले तपाईँको रासोपा सरकार, हामी सबैको पनि सरकार अहिले त होइन, उहाँसँग अपेक्षा त यस्तो थिएन नि। तपाईँले कसरी हेर्नु भएको छ यसलाई? त्यसमा थोरै मैले देखेको र भित्रबाट देखेको कुराहरू म भन्छु। हामीले त्यो पूर्व तयारी सहित नै अगाडि बढेको हो। तर प्र्याक्टिकल्ली त त्यो पूर्व तयारी जनताले त महसुस गर्न पाएन। म त्यसमा भन्दैछु, त्यसको त्यो रियल पिक्चर छ, जस्तै मिडियामा कसरी आयो भन्ने कुरामा त्यसको रियल पिक्चर भन्दैछु। त्यसमा हामीले त्यो नोटिस पनि एउटा जारी गऱ्यौँ अगाडि,
त्यसपछि हामीले स्थानीय सरकार जस्तै सुनिता डङ्गोलजी मार्फत होइन काठमाडौँ महानगरपालिका लगायतको अरू पालिकाहरूसँग कोर्डिनेट गरेर उहाँले पनि विज्ञप्ति निकाल्नुभयो र स्पेसली त्यसपछि प्रहरी प्रशासन पनि विज्ञप्तिहरू आयो र त्यसमा चाहिँ त्यो मानवताको हिसाबले मानवीयतालाई बढी प्रायोरिटी दिनेदेखि लिएर जोरजबस्ती गर्नेदेखि लिएर त्यो कुनै पनि कुराहरूमा चाहिँ अगाडि नबढ्ने हिसाबले पछि हामीले जस्तै जो रियल सुकुम्बासी हुनुहुन्छ उहाँहरूलाई हामीले तपाईँलाई भनौँ न एक खालको खुला आवेदन भर्ने आफ्नो नाम लेखाउने सबै गर्दाखेरि जहाँसम्म लाग्छ पहिलो दिन है मलाई पहिलो दिन 7 कि 10वटा परिवार मात्र आउनु भएको थियो बाँकीहरू आउनु भएन र पछि अलिकति त्यहाँ डर त्रास के हुन सक्ला भन्ने खालको हिसाबमा अहिले आइराख्नु भएको छ होइन र जो अधिकांश जो मेजोरिटी हुनुहुन्थ्यो उहाँहरू आफूसँग भएको थापथलोमा चाहिँ गइसक्नु भएको छ र बाँकी रियलमै भएकोहरू चाहिँ उहाँहरू हामीसँग सम्पर्क आउनु भएको छ उहाँहरूलाई मेडिकल सपोर्टदेखि लिएर साइकोलोजिकल सपोर्टदेखि लिएर हो बिचमा 1-2 दिन तपाईँले देखे जस्तै कतै 1-2 ठाउँहरूमा चाहिँ त्यो देखियो होइन सो त्यसमा चाहिँ हामी लजिस्टिकल त्यो कमी कमजोरी तर त्यहाँ कहीँ पनि तपाईँले हेर्नुभयो भने लछार पछार गरेर एउटा पनि कतै पनि होइन त्यहाँ हामीले प्रहरीहरूलाई एकदम स्पष्ट रूपमा हामीले एउटा निर्देशन भन्ने रिक्वेस्ट के गरेका थियौँ हामीले जस्तै अहिले दानबहादुर कार्कीजी हुनुहुन्छ आइजिपी उहाँ सरलाईदेखि लिएर महानगरको प्रहरीदेखि लिएर उहाँ सबैलाई हाई अलर्टमा राखेर हाम्रै टिमको साथीहरू पनि त्यहाँ गएर त्यहाँ कुनै पनि हालतमा लछार पछार गर्ने त्यो हुनुहुन्न भनेर एकदमै सौहार्दपूर्ण तरिकाले डोजर जानुभन्दा अगाडि त्यो डोजर लगाउने र प्रेस गर्ने भन्दा पनि के हुन्छ त्यो खाली भइसकेपछि त्यो ठाउँमा गएको छ र जति पनि मान्छेहरू हुन्छ उहाँहरूलाई व्यवस्थापन गर्नको लागि सरकारले टप प्रायोरिटीमा रहेको मानव सेवा आश्रमदेखि अरू ठाउँहरूसँग उहाँहरूसँग मिलेर काम गरिरहेको छ त्यसले गर्दाखेरि पहिले भनेपछि तपाईँहरूले कहीँ लगेर राखिसक्नु भएको छ अनि एकदम उहाँ हो स्क्रिनिङ भइरहेछ जस्तै अहिले अब फेरि त्यहाँ राख्ने मात्र कुरा होइन नि त उहाँलाई तपाईँको जस्तै हामीले अब जग्गाको कुराहरू भयो राख्ने घरको कुराहरू भयो जस्तै जस्तै रानीवनकै कुराहरूमा आएको छ होइन त्यहाँ त्यो नजाँदै गर्दाखेरि त्यहाँ अफिसहरू बसेको कुराहरू भयो मानव सेवा आश्रमले त्यहाँ राखेको कुरा छ सो त्यसलाई पनि हामीले म्यानेज गरिरहेको छौँ होइन त्यो वडा कार्यालय जुन 1 नम्बर कि 2 नम्बर त्यो छ रानीवनमा उहाँलाई पनि हामीले अर्को ठाउँमा लगेर त्यो ठाउँमा जो इच्छुक हुनुहुन्छ उहाँलाई हामीले बस्ने व्यवस्था गर्न खोजिरहेको छौँ त्यो कारणले गर्दा खोजी मात्रै राख्नु भएको छ किनभने एक दिन पनि एकजना व्यक्ति चाहिँ खुला आकाश मुनि सुत्छ भने त्यो पीडा चाहिँ तपाईँले हिजो सडकबाट बोल्दाखेरि महसुस गर्नु भएको छ होला नि गरिब दुखीको दलितको कुरा गर्दाखेरि पनि जसरी तपाईँको सभापतिले चाहिँ संसदमा जसरी खगेन्द्रजीसँग तपाईँको हाम्रो माननीय ज्यूसँग जसरी उहाँले माफी माग्नु भयो त्यो माफी चाहिँ उच्च पदस्थमा रहेका पावरफुल व्यक्तिहरूसँग मात्रै माग्ने हो कि गरिब दुखीले चाहिँ त्यस्तो खालको सुशासन महसुस गर्न पाउने कि नपाउने अथवा त्यसको एउटा कुनै ठाउँमा तपाईँहरूले व्यवस्थापन गरेर ल तपाईँहरू यहाँ बस्नुहोस् अब हामी भत्काउँदैछौँ भन्ने एउटा सामान्य पूर्व तयारी पनि नभइकन हामी गर्दैछौँ भन्ने त त्यही परम्परा भएन र त्यो भयो जस्तै उहाँहरूलाई हामीले जुन ठाउँमा लग्यौँ त्यो त पूर्व तयारी सहित व्यवस्था गरेर तपाईँको हेल्थदेखि लिएर साइकोलोजी काउन्सिलिङदेखि लिएर त्यहाँ मेडिकल सपोर्टदेखि लिएर त्यो सबै व्यवस्था गरेर अग्रिम जस्तो जहाँसम्म लाग्छ 72 घन्टाभन्दा अगाडि महानगरपालिकासँग मिलेर मानव सेवासँग मिलेर वीर हस्पिटल या भनेको त्यो हाम्रो हेल्थ मिनिस्ट्रीको केही टिमहरूसहित मिलेर गरेको थियो तर अघि जस्तै अब तपाईँको पर्मानेन्ट सेटलमेन्ट र टेम्पोररी जस्तै पर्मानेन्ट सेटलमेन्टको त्यो अप्सनहरू छ कि त्योभन्दा अगाडि चाहिँ उहाँहरूलाई टेम्पोररी सेटलमेन्ट राखिएको हो त्यसले गर्दाखेरि त्यो डोजर लगाउँदै गर्दाखेरि त्यसपछि सारेको हुँदा नि त्योभन्दा अगाडि नै पूर्व तयारी गरेर विभिन्न मन्त्रालय विभिन्न निकाय सुरक्षा निकाय महानगरपालिका यो सबैसँग जस्तो पहिलेको तुलनामा भन्दा हेर्नुभयो भने तपाईँको त्यो पूर्व तयारी चाहिँ राम्रोसँग देखिन्छ सुकुम्बासीहरू जो हुनुहुन्छ उहाँहरूलाई भन्नुभएको छ जस्तो तपाईँहरूको पर्मानेन्ट सल्युसन हामी गर्दैछौँ भनेर एकजना पनि व्यक्तिसँग भेटेर चाहिँ तपाईँले टेन्सन गर्नु पर्दैन है हामी छौँ सरकार छ भनेर प्रत्यक्ष रूपमा त्यसरी भनिएको छ त्यो यसो त्यो माइकिङ गर्दाखेरि हाम्रो प्रहरी प्रशासनबाटदेखि लिएर इभन महानगरकै टोलीहरू पनि घर घरमा गएर चाहिँ उहाँहरूले कुरा गर्नु जस्तै बेलुकातिर गएरदेखि लिएर त्यहाँ भत्काउँदै गर्दाखेरि पहिले जुन खालको एउटा माइकिङ मात्र हुन्थ्यो नि त होइन पूर्व जानकारी पनि दिइन्थेन लगभग 72 घन्टा अगाडिबाट चाहिँ विशेष गरी धन्यवाद म हाम्रो सुनिता डङ्गोलजीको नेतृत्व र विशेष गरी महानगर प्रहरीहरू मार्फतबाट चाहिँ त्यसरी चाहिँ गइएको थियो हजुर ठिक छ त्यस्तै होस् र उहाँहरूको व्यवस्थापन पनि होस् किनभने एकजना व्यक्ति पनि एक दिन भए पनि सडकमा सुत्नुपर्छ भने
त्यो चाहिँ मलाई लाग्छ त्यो स्वीकार्य हुँदैन र त्यो राम्रो मलाई लाग्छ तपाईँहरू जस्तो जो सडकबाट आवाज उठाएर आउनुभएको छ हामीले भन्दा बढी महसुस गर्नुपर्ने हो कतिको महसुस गर्नुभएको छ त्यो अर्कै कुरा हो। अब रासोपाका सांसदहरूलाई चाहिँ पछिल्लो समयमा चाहिँ केही सांसदहरूले गर्नुभएको व्यवहारहरूलाई लिएर पनि सामाजिक सञ्जालमा राम्रै चर्चा कमायो, जस्तो हेडमास्टरलाई थर्काउनेदेखि लिएर होइन। आज पनि तपाईँलाई जस्तो मैले तपाईँको स्वागतमा त्यस्तो केही गरिनँ, तपाईँलाई केही गुनासो छ कि छैन त्यो खालको डर भयो नि होइन। माननीय ज्यू भनिदिनु पर्ने, छाता ओढाइदिनु पर्ने होइन। तपाईँहरूको सांसदले चाहिँ के अरे त्यो संविधानको बुक लिएर चाहिँ टिकटक भिडियो बनाउने अनि त्यो एआई हो भनिदिने, यस्तो खालको गैर जिम्मेवार खालका जुन किसिमका क्रियाकलापहरू भइरहेका छन्, तपाईँले कसरी हेर्नुभएको छ त्यसलाई? म त्यसै एउटा नम्बरमै भन्छ, हामी 182 जना छौँ। हजुर। तपाईँले भनेको केस चाहिँ त्यो 4 देखि 5 वटा, त्यो फेरि मिनिङफुल हुन्छ है। तर रासोपाको जेनजीहरूको सरकार होइन सबैले आशा गरेको एकजनासँगबाट पनि त्यो अपेक्षा छैन नि, किनभने तपाईँहरू त नयाँ जोस जागर र ऊर्जा लिएर आउनु भएको नि। हामी त्यही पुरानो दलका पार्टीका नेताहरूले जुन व्यवहार गर्नुहुन्थ्यो त्यही भए त तपाईँहरू कसरी नयाँ हुनुभयो? एक्ज्याक्टली। मैले नम्बर फेरि मैले त्यो थोरै भएर सही भने होइन, मैले कहाँ जोड्दैछु भनेपछि त्यसलाई चाहिँ जस्तै पार्टीको तर्फबाट, सरकारको तर्फबाट, नेतृत्वको तर्फबाट चाहिँ के हुन्छ त्यसलाई करेक्सनमा त निर्मम तरिकाले त्यस्तो कतै हुन्छ भने जस्तै हामीले सच्याउनलाई उहाँहरूलाई पार्टीको तर्फबाटदेखि लिएर संसदीय दलकोदेखि लिएर काहीँ न काहीँबाट के हुन्छ त्यो सर्कुलेसन जान्छ। त्यो हुँदै हुँदैन कतिवटा कुराहरू तपाईँले हेर्नुभयो भने थुप्रै त्यस्ता सांसदहरू, थुप्रै त्यस्ता हाम्रो प्रतिनिधिहरू होइन एकदमै कमन म्यान हो कि त्यो आम नागरिकको आम प्रतिनिधिको रूपमा आउनुभएको छ होइन। त्यसले गर्दाखेरि एकदम फ्ल्यासी, एकदमै भनौँ न हामीले भने जस्तै गएर सांसद यस्तो हुनुपर्छ त्यो हुनुपर्छ भन्ने खालको नि आम नागरिकको आम प्रतिनिधि हुँदै गर्दाखेरि हिजोको दिनमा भएको कतिवटा कुराहरू होइन, कतिवटा भनौँ न त्यो उहाँहरूको जीवनयापन, उहाँहरूको काम गराइ जस्तै कति एक्टिभिजम ब्याकग्राउन्ड आउनु भएको छ होइन। त्यो आउँदै गर्दाखेरि चाहिँ त्यो एक्टिभिजमको कुराहरू अब चाहिँ डिप्लोमेटिकली त्यो पोलिटिक्समा आउँदै गर्दाखेरि कतिवटा कुराहरू चाहिँ त्यो छोड्न कहिले काहीँ भनौँ त्यो गाह्रो, अप्ठ्यारो या त्यो व्यवहारिक तरिकाले नमिल्ने हुन्छ। तर यो भन्दै गर्दाखेरि छुट चाहिँ हुँदैन। त्यो अघि तपाईँले भन्नुभएको छ जसरी अब छाता उडाउने कुराहरू, त्यसमा त अब कविन्द्रजीले त्यसको स्पष्टीकरण दिइसक्नु भएको छ होइन। त्यो सर्ट एन्ड क्लिप, यहाँ रमाइलो के छ भने चाहिँ त्यो क्लिपहरू काट्ने कुराहरू छ, उहाँले एकदम त्यसको होल क्लिप हेर्नुभयो भने कविन्द्रजीको जुन छाता उडाएको कुराहरू छ उहाँले स्पष्ट दिइसक्नु भएको छ। र त्यसपछि हेडमास्टरको कुरामा त म आफैले पनि त्यो सबै भिडियो हेर्दै गर्दाखेरि त्यस्तो कसैले पनि गर्नु हुँदैन, त्यो राम्रो थिएन। पछि गणेश कार्की लगायतका साथीहरूले त्यसलाई सच्याउनुपर्छ भन्ने कुरो पनि आयो, मेरो पनि त्यही नै मत हो। र अब आउने दिनहरूमा जस्तै यो कुराहरू यति भन्दै गर्दाखेरि फेरि भोलि के आउँदै गर्दाखेरि म चाहिँ के भन्छु भनेपछि हामी आफैले पनि, मेरो पो 22 वर्ष भयो त सोसियो पोलिटिकल क्याम्पेन एक्टिभिजम, कतिजना साथीभाइहरू भर्खरै आउनु भएको छ, आफ्नो काम गर्दा गर्दै आउनु भएको छ, आफ्नो प्रोफेसन गर्दा गर्दै आउनु भएको छ होइन। त्यसले गर्दाखेरि दुईवटा कुराहरू, एउटा संसद दलमा आउँदै गर्दाखेरि पनि संसदीय अभ्यासमा हुनुपर्ने त्यो हामीले डिमान्ड पनि गरेका छौँ, हामीले भनेको पनि छौँ हाम्रो सभामुखलाई। हामीलाई इन्टेन्सिभ तपाईँको कम्तीमा 1 हप्ताको प्रशिक्षण भनौँ न त्यो आन्तरिक संसदीय दलमा अभ्यास कसरी गर्ने, के गर्ने, कानुन निर्माणको कुरा त हामीले 2 दिनको हामीले पायौँ, तर त्यसले मात्र पर्याप्त हुँदैन। र अर्को पार्टीसँग जोडेको पार्टमा, किनभने थुप्रै साथीहरू समायोजनबाट होइन, रासोपा 3 वर्ष भयो तर नयाँ साथीहरू पनि आउनु भएको छ, विभिन्न दलबाट, नयाँ समुदायबाट, नयाँ समूहबाट, अभियानबाट आउनु भएको छ भनेपछि पार्टीको स्ट्रक्चर, पार्टीको फङ्सनिङ, पार्टीले कसरी काम गर्छ भन्ने पनि तपाईँ के हुन्छ पार्टीले नै पनि के हुन्छ हाम्रो नयाँ सांसदहरूलाई प्रशिक्षण। सो दुवैतिर हामीले चाहिँ अफिसियली पनि कुरा गरेको सम्भवतः यो एउटा संसदीय दलबाट पनि सरकारको तर्फबाट पनि आउँछ र सँगसँगै पार्टीको तर्फबाट पनि यो प्रशिक्षणको एकदमै जरुरी छ। यो भन्दैमा फेरि के हुन्छ सांसद भएपछि सिक्ने भने सिक्नुपर्छ। जस्तै म होइन केही कुराहरू त सिक्नु पनि पर्छ, जीवन नै सिकाइ हो, सबैजना कम्प्लिट हुँदैन। तर सामान्य व्यवहार पनि कसरी गर्ने, कसरी बोल्ने भन्ने सामान्य कुरा पनि थाहा नभएको व्यक्ति चाहिँ कसरी सांसद हुन्छ भन्ने पनि फेरि एउटा प्रश्न हुन्छ नि त। त्यस्तो छ म्याम। यसमा मैले भन्दै गर्दा जसरी पछिल्लो समय 62-63 पछिको एउटा इन्क्लुजनको कन्टेक्स्टमा होइन हामीले समावेशित तरिकाले हामीले जसरी जनप्रतिनिधिहरूलाई होइन सांसदको रूपमा ल्याउँदै गर्दाखेरि अहिले पनि हेर्नुभयो भने जस्तै सबैले पुकार बम जस्तै तपाईँ जस्तै होइन त्यो एक खालको पढाइ लेखेकोदेखि लिएर एउटा कन्टेक्स्टदेखि लिएर एउटा सोसियलाइजेसनकोदेखि त्यो सबैले प्राप्त गरेको हुन्न। आफ्नो समुदायमा आफूसँग जोडेको कतिवटा कुराहरूमा
त्यही समुदाय, त्यही परिवेश, त्यही हुर्काइसँग जोडेको हुन्छ कि। हो अनि जसमा चाहिँ तपाईँको नपढ्दै गर्दाखेरि पनि है, जस्तै डिग्री नलिँदै गर्दाखेरि पनि के हुन्छ, उहाँले आफ्नो समुदायको लागि धेरै काम गरेको हुन्छ। उत्पीडित जनजाति, आदिवासीदेखि लिएर होइन, पछाडि परिएका कति वर्गहरू हुन्छ, त्यहाँ उहाँहरूले पर्याप्त प्रशिक्षण, पर्याप्त पढाइ, तर के हुन्छ, एज अ लिडरको रूपमा, एज अ ल मेकरको रूपमा त्यो भोइसलाई रिप्रेजेन्ट गर्न सक्ने क्षमता चाहिँ हुन्छ। त्यही हो तपाईँले भने जस्तै तपाईँ हामीलाई लाग्ने व्यवहार र भनौँ न अरू अरू ठाउँबाट आउने त्यो देखिने व्यवहारमा चाहिँ फरक पर्न सक्छ। त्यसले गर्दाखेरि मैले तपाईँले भनेको चाहिँ मैले बुझेँ, त्यसलाई सुधार गर्नुपर्ने कुराहरू, हो त्यो एउटा स्ट्यान्डर्ड मेन्टेन गर्नुपर्ने कुराहरू त त्यो बिस्तारै के हुन्छ, जहाँसम्म सम्भवतः विदिन 3, 4, 5, 6 मन्थमा कम्तीमा मिनिमम बेसिक कुराहरू चाहिँ त्यो चाहिँ अस्योर चाहिँ गर्छौँ हामी। यति धेरै कुरा बुझेको, अब तपाईँको ब्याकग्राउन्ड हेर्दा, इतिहास हेर्दा पनि पढे लेखेको सक्षम व्यक्ति र तपाईँले जसरी पार्टी सभापति र प्रधानमन्त्रीज्यूलाई मिलाउनको लागि एउटा सूत्रधार पनि भएको, दुवैजनासँग हेर्दाखेरि हामीले बाहिरबाट हेर्दा नजिक जस्तो पनि देखिने होइन, जनतालाई पनि नजिकबाट महसुस गर्न सक्ने यतिको व्यक्तिलाई चाहिँ मन्त्री बनाएनन् भन्ने पनि फेरि मानिसहरूको, किन तपाईँ अटाउनु भएन, किन तपाईँलाई खासै वास्ता गरिएन, अथवा के भयो, कहाँ छुट्नु भयो तपाईँ? यो एकदमै आउने क्वेसन होइन, हजुर जहाँ पनि फेस गर्नुपर्छ। म मेरो पार्टी सभापति र मेरो प्रधानमन्त्री, हाम्रो प्रधानमन्त्री, हजुर हाम्रो संसद दलको नेता पनि, पार्टीको वरिष्ठ नेता र सम्मानीय प्रधानमन्त्री, उहाँ दुवैजनालाई म एकदम धन्यवाद दिन चाहन्छु। तपाईँहरूले यस्तो काम गर्नुभएको छ, भलै त्यो जिम्मेवारी फेरि पार्टीको केन्द्र समितिको फुल बेन्च र संसद दलको फुल बेन्चले उहाँहरूलाई अथोरिटी दिएको हो हो कि यो कम्तीमा यो सेलेक्सन गर्ने बेलामा चाहिँ मिनिमम कुराहरू फुलफिल गरिदिनु होला, जस्तै अनुभवको कुराहरू, विज्ञता, क्षमताको कुराहरू भयो, कन्टेक्स्ट ब्याकग्राउन्डको कुराहरूमा। अनि म थ्याङ्कफुल किन छु भने चाहिँ आज पुकार बमको सट्टामा उहाँहरूले भन्नुपर्ने नि, यसपालि धेरैजना मान्छेहरू छेकिएका, नदेखिएका, अलिक पर बसेका, नसुनिएकाहरू चाहिँ तर अनुभव भएकाहरू चाहिँ हामी ल्याउँछौँ है। भन्दै गर्दाखेरि आज मैले मेरो नेताको रूपमा, मेरो प्रतिनिधि मन्त्रीको रूपमा मैले प्रोफेसर, नर्सिङ प्रोफेसर निशा मेहतालाई पाएको छु, हो म गर्व गर्छु होइन। त्यसपछि सीता बादी हो होइन, म गर्व गर्छु, पढे लेखेको मान्छे। भेरी ट्रु गीता चौधरी, सी इज अ लयर, हो उहाँको ब्याकग्राउन्ड हेर्नुपर्छ, कमलरी ब्याकग्राउन्ड हो, कमैया ब्याकग्राउन्ड, एक्सट्रिम फर्म अफ बोन्डेड लेबरबाट होइन। कति ठाउँमा हेर्नुभयो भने त्यो मेरै परिवार, मेरै त्यो विरासत, त्यहाँ जुन ठाउँमा चाहिँ हाम्रो परिवार काहीँ न काहीँ भनौँ न एक खालको त्यो बेलाको कन्टेक्स्टमा चाहिँ एउटा भनौँ सामन्तवादको काहीँ न काहीँबाट आउँदै गर्दा त्यो बेलामा धेरै पछाडि परिएको बोन्डेड लेबरको रूपमा कमैया कमलरीबाट त्यो समुदायबाट एउटा कृषि मन्त्री, भूमिपुत्र र भूमिपुत्रीको रिप्रेजेन्टेटिभ अहिले कृषि मन्त्रीको रूपमा उहाँहरू हुनुहुन्छ होइन। जुन किसिमको समानता चाहिँ हो। यसपालि रासोपाले अथवा यो अहिलेको सरकारमा देखिएको छ, फेरि त्यसको प्रशंसा चाहिँ हो गर्नै हो पर्ने हुन्छ। फेरि खालि आलोचना मात्रै गर्ने सोच लिएर पनि म हजुर यहाँ तपाईँसँग गफ गरिरहेको छैन। केही राम्रो पक्षहरू पनि छन्, जस्तो प्रधानमन्त्रीज्यूले पनि जस्तो बोल्ने भन्दा बढी काम गर्नुपर्छ, हो एक्सनमा जानुपर्छ भन्ने, सार्वजनिक प्रोग्राममा गएर रिबन काट्ने भन्दा पनि काममा ध्यान दिन्छु भन्ने, हो अनि त्यो सामूहिक खालको छलफल गर्ने, यी पक्षहरू हेर्दा सुन्दर देखिन्छ होइन, यसको प्रशंसा गर्नै पर्ने हुन्छ। तथापि पनि फेरि बारम्बार विभिन्न खालका प्रश्नहरू आइराख्दाखेरि चाहिँ बोल्नुभन्दा पनि काम गर्नु हो उचित हुन्छ भनिराख्ने, तर आएका कतिपय जवाफहरूको चाहिँ जवाफ नदिने, इभन संसदमा पनि नबोल्ने, फेरि अर्को दिन गएर चाहिँ सैनिकहरूको प्रोग्राममा गएर चाहिँ बोल्नुभयो होइन। जहाँ जहाँ बोल्नुपर्ने ठाउँ हो मिडियासँग नबोल्ने, जनताका प्रश्नहरूको जवाफ नदिने, यो कस्तो खालको सिनारियो चाहिँ तपाईँहरूले क्रिएट गर्न खोजिराख्नु भएको छ? त्यसमा यस्तो मैले यो पहिले पनि धेरैचोटि भनिसकेको छु। कतिवटा कुराहरूमा मान्छेहरूको आफ्नो स्वभाव, आफ्नो एउटा परिचय होइन, हामीलाई भनौँ न एक हिसाबले हामीलाई रिजल्ट चाहिएको छ। यो लामो समयदेखि है, लामो समयदेखि कतिवटा कुराहरूमा भनिन्छ बोल्ने या एउटा चाहिँ एउटा त्यो डेकोरम प्रस्तुत गर्ने कुराहरूदेखि लिएर त्यसमा नै बढी टाइम गयो के। हो सो अहिलेको नागरिकलाई जस्तो जेनजी आन्दोलन किन भयो भन्दाखेरि त्यहाँ करप्सन भयो हो, भेरी ट्रु। त्यहाँ मान्छेहरूले युवाले अवसर पाएनन्। र अर्को एउटा नागरिकले एउटा देशमा बस्दै गर्दाखेरि चाहिँ मिनिमम बेसिक कुराहरू, डिग्निफाइड लाइफको लागि चाहिँ उसले भनौँ न काहीँ पनि भोइस पाएन। भन्दै गर्दाखेरि यो कुराहरू जस्तै हिजो एउटा सिम्पल इक्जाम्पल, हिजोको दिनमा एउटा सामान्य लाइसेन्स, थुप्रै छन् है इक्जाम्पलहरू,
एउटा देखिने फिल गर्ने कति दुःख हुन्थ्यो 24 महिना 3 वर्षसम्म लाग्थ्यो कि हो सो 24 महिना लाग्ने कुराहरू सम्भव त विदिन 24 रहेछ नि त अहिले कतिवटा कुराहरू हेर्नुभयो भने हाम्रो संयन्त्र यति चुस्त दुरुस्त हामीले बनाउन ट्राई गरेको छौँ फङ्सनिङ पनि भइरहेको छ अब अहिले तपाईँको 24 घन्टा हामी त्यो हटलाइनदेखि लिएर होइन मान्छेहरूको प्रब्लम सल्भ गर्नेदेखि लिएर हिजो मात्र मैले हाम्रो युएसको कार्यवाहक राजदूतलाई भेटेको थियौँ हाम्रो टिमहरू बसेको थियौँ मान्छेहरूको गुनासो आउँछ कतिवटा कुराहरूमा उहाँले आफ्नो पब्लिक नम्बर आफ्नो पर्सनल नम्बर पब्लिक गर्नुभएको छ हाम्रो पनि त्यही नै छ हिजोको दिन लुकाउनु पर्ने काहीँ पनि छैन होइन त्यसले गर्दाखेरि यो जुन डेलिभरीसँग जोडेको पार्टमा अब आएको कुरा तपाईँले कति बोल्ने कुराहरूमा र यसमा ब्यालेन्स मैले एज अ लिडरको रूपमा एज अ एमपीको रूपमा एउटा पार्टी मेम्बरको रूपमा र अर्को सबभन्दा ठुलो कुरा एउटा नागरिकको रूपमा हेर्दै गर्दाखेरि यता प्रधानमन्त्रीले जसरी मन्त्रालय चलाइराख्नु भएको छ प्रधानमन्त्रीको कार्यालय चलाइराख्नु भएको छ गभर्नेन्समा काम गरिराख्नु भएको छ डेलिभर त हामीले देखिरहेको छौँ नि त होइन फिल गर्न पाइरहेको छौँ म आफ्नो नागरिकको रूपमा पनि के र अर्को यतातिर जसरी बोलेर कन्भिन्स गर्नुपर्ने कुराहरूमा पार्टीको नीति सरकारले गरेको कतिवटा कुराहरूमा हाम्रो रविजी हुनुहुन्छ हामीहरू छौँ हामी बोलिरहेको छौँ हामीले बुझाइरहेको छौँ भनेपछि अब तपाईँले जबरजस्ती बालिनजीलाई होइन बोल्नै पर्छ भन्ने खालको हिसाबमा काम गर्न इच्छुक भएको मान्छे काम र डेलिभर गर्छु भन्नेलाई होइन यो फेरि बोल्दै नबोल्ने पनि होइन नि त कतिवटा एक्ज्याक्टली त्यही भन्न सो त्यसले गर्दा खोजेको त्यसलाई ब्यालेन्स दिनकै बोलेर दिनकै अन्तर्वार्ता दिएर दिनकै सभामा गएर बोल्नुहोस् भनेको पनि होइन होइन उहाँको जुन शैली छ त्यही शैलीका कारणले गर्दाखेरि पनि धेरैले उहाँको प्रशंसा गर्नेहरू पनि हुनुहुन्छ मलाई लाग्छ प्रधानमन्त्रीज्यू किन बोल्नु भएन भन्दाखेरि मलाई लाग्छ रासोपाका कार्यकर्ताहरू आएर राम्रै गाली गर्नुहुन्छ तथापि तर केही कुराहरू हुन्छन् जिम्मेवार पदमा रहेको व्यक्तिहरू जस्तो केही प्रश्नहरूको चाहिँ बोल्नै पर्ने समयमा पनि नबोलिदिँदाखेरि चाहिँ कता कता एउटा स्वतन्त्र नागरिक भएको हिसाबले चाहिँ चित्त दुख्दो रहेछ म जस्तै अरू केही पनि हुनुहुन्छ होला जसले यो गुनासो गर्नुहुन्छ होइन म एउटा एकदमै स्वतन्त्र नागरिकको गुनासो मात्रै हो यो एकदम त्यही होइन यस्तो मैले भने जस्तै तपाईँलाई काम चाहियो कि बोली भन्दै गर्दाखेरि फेरि यो चाहिँ कसमा चाहिँ यो दुवै चाहिन सक्छ सो दुवै चाहिँदै गर्दाखेरि काममा मेरो रिक्वेस्ट अनुरोध तपाईँले काम चाहिँ प्रधानमन्त्रीले गरेर राख्नु भएको छ होइन उहाँलाई उहाँको स्वभाव उहाँको लिमिटेसन्स या उहाँले आफूले जुन तरिकाले लग्न खोजिराख्नु भएको छ त्यहाँ त्यो कम्तीमा त्यो 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 स्पेस चाहिँ हामीले त्यसलाई छोडिदिनुपर्छ हामीले पार्टीमा पनि त्यही सहमति गर्छ त्यसरी छ होइन फेरि कहिले जिन्दगी नबोल्दै नबोल्ने पनि होइन एक्सप्रेस गर्दै नगर्ने पनि होइन कतिवटा कुरा कम्युनिकेट गरेर राख्नु भएको छ हामीसँग कम्युनिकेट गर्नुहुन्छ त्यही कुरा हामीले पब्लिकसँग कम्युनिकेट राख्छौँ यतातिर हाम्रो सभापति हुनुहुन्छ जसले पार्टी हेरिराख्नु भएको छ संसद हेरिराख्नु भएको छ होइन त्यो जनताको कुराहरूलाई मुद्दालाई पब्लिकली नै कुराहरू गरेर राख्नु भएको छ त्यसले गर्दाखेरि चाहिँ त्यसलाई त्यसरी नै अगाडि बढ्न दिउँ र यो भन्दै गर्दाखेरि मैले फेरि यति भन्दै गर्दाखेरि मेरो सम्माननीय प्रधानमन्त्री हाम्रो पनि होइन एउटा भाइस सांसदको रूपमा चाहिँ होइन यो कुराहरू उहाँलाई भन्छौँ हामीले त्यो भन्दै गर्दाखेरि प्रेस चाहिँ गर्ने होइन किन जबसम्म रिजल्ट आउँछ जबसम्म तपाईँको नागरिकले उठाएको मुद्दाहरू त्यो पुरा हुन्छ भनेपछि त्यो डेलिभर र रिजल्ट आइरहेछ भनेपछि सो वाइ नट उहाँलाई त्यो स्पेस चाहिँ हामीले त्यति चाहिँ छोडिदिनुपर्छ जान्नेलाई छान्ने भन्ने अभियान तपाईँहरूको जुन छ त्यसले गर्दाखेरि चाहिँ त्यो राम्रै पनि सुनियो हामीले बाहिरबाट हेर्दाखेरि पनि अवश्य पनि कुनै पनि ठाउँमा जो चाहिँ साँच्चीकै चाहिने मान्छे हो त्यो मान्छे भयो भने राइट ठाउँ राइट प्लेसमा चाहिँ राइट मेन भयो भने चाहिँ अथवा राइट वुमेन पनि भनौँ फेरि खालि त्यो त्यस्तो सुनिन सक्छ होइन भयो भने त्यो राम्रो देखिन्छ तर पछिल्लो समयमा 1 महिना नहुँदै दुईजना मन्त्रीहरूले जसरी बिदा लिनुभयो जसरी कन्ट्रोभर्सी भयो त्यो तपाईँहरूको जान्नेलाई छान्ने भन्ने नाराले काम गर्यो नि धेरै काम गर्यो नि कसरी गर्यो त यो 2 महिना 1 महिना नहुँदै यसरी जसरी उहाँहरू जानु पर्यो त्यो जनताले चाहेको त्यही थियो त्यो यसो हेर्नुहोस् त यो 30 वर्षदेखिको सरकारले सेम कन्टेक्स्टमा जेको लागि उहाँहरूले त्यो छोड्नु भयो जस्तै नैतिकताको आधारमा होइन प्रश्न उठिसकेपछि त्यहाँ फेरि त्यहाँ कुनै पनि कारबाही भएर होइन उहाँलाई चाहिँ गिल्टी प्रुफ गरेको कानुन लगाइसकेको कानुन मिचेको भन्ने कुरा त अहिले पनि अदालत कहीँ पनि केही पनि छैन नि त र त्यसको छानबिन गर्दै गर्दाखेरि कन्टेक्स्टमा उहाँले यस्तो नजिर स्थापित गर्नुभयो अहिलेसम्म होइन कहीँ कतै आफूले लागेको जुन दोष छ या उहाँलाई लागेको जति पनि कुराहरू छ त्यसमा नैतिकताको आधारमा अहिले नेपालको इतिहासमा कुनै त्यस्तो इन्सिडेन्ट देखाउनु जसले कुरा उठेको 7 दिनभित्रमा चाहिँ नैतिकताको आधारमा उहाँले आफ्नो बाटो क्लियर गर्नुभएको छ नैतिकताको आधारमा जसरी उहाँले पद छोड्नुभयो जसरी राजीनामा दिनुभयो उहाँहरूले त्यसको त प्रशंसा गर्नै पर्ने हुन्छ तथापि
कहिलेसम्म कतिजना मन्त्रीहरू ल्याउनुहुन्छ, भोलि अर्को मन्त्री त्यस्तै व्यक्ति छानेर ल्याउनुहुन्छ कि फेरि उहाँले 1 महिना नहुँदै चाहिँ राजीनामा दिनुपर्ने अवस्था आयो भने यो राजीनामा मात्रै समस्याको समाधान हो कि अथवा तपाईँहरूले चाहेको चाहिँ के हो? होइन, चाहेको त हामीले डेलिभरी हो। हेर्नुहोस्, त्यो Very डेलिभरी गर्दै गर्दाखेरि त्यो हामीले गरेको बाचाहरूलाई पुरा गर्दै गर्दाखेरि होइन यस्तो कुराहरू भोलिको दिनमा है, जस्तै भोलि मै पनि अब त्यो ठाउँमा जाँदै गर्दाखेरि मेरो बारेमा प्रश्न आउँदै गर्दाखेरि होइन, जस्तै अहिले गृहमन्त्रीको रूपमा होस् या अरू ठाउँमा कुरा हुँदै गर्दाखेरि मेरो बारेमा प्रश्न उठ्दै गर्दाखेरि होइन, त्यो सम्बन्धित निकायमा त्यहाँ जुन ठाउँमा मेरो पोजिसनले गर्दाखेरि त्यो इन्भेस्टिगेसन गाह्रो पर्छ भनेपछि भोलिको दिनमा त्यो कसैले पनि प्रेस गर्दैन, पार्टी यो त्यो भन्दा पनि म आफैले त्यो बुझ्नुपर्ने कुरा हुन्छ होइन। त्यो कारणले गर्दाखेरि यो फेरि प्रश्नभन्दा माथि कोही पनि नहोस् भन्ने पनि हो नि त होइन। जनताको सबैभन्दा पावरफुल सार्वभौम को छ? जनताहरू हो। नागरिकले प्रश्न उठाइसकेपछि के हुन्छ, त्यसको जवाब त दिनुपर्छ। सुदन गुरुङले कसरी जवाब दिनुभयो? नैतिकताको आधारमा राजीनामा दिएर। उहाँको बारेमा इन्भेस्टिगेसन हुन्छ, त्यसको बारेमा क्लियर कुराहरू आउँछ। आइसकेपछि भोलिको दिनमा अहिले धेरै नागरिकहरूले जेनजी प्रतिनिधिहरूले हेरिराख्नु भएको छ, उहाँलाई नै फेरि गृहमन्त्रीको रूपमा भनौँ न एक किसिमले हेरिरहेको छ। पार्टी र अहिले भनौँ न एक खालको प्रधानमन्त्री बालेनजीले पनि त्यो ठाउँमा चाहिँ कसैले राख्नु भएको छैन होइन। धेरैले उहाँले नै रुचाउनु भएको, चाहनु पनि भएको छ भनेपछि उहाँको सबै क्लियर भने उहाँ पनि आउन सक्नुहुन्छ। त्यसले गर्दाखेरि तपाईँले भने कतिवटा भन्ने होइन, कसरी भन्ने प्रश्नमा होइन। त्यसले गर्दाखेरि रासोपा गुड गभर्नेन्सको कुरामा होइन, मोरालिटीसँग जोडेको कुराहरूमा र नागरिकले उठाएको प्रश्नसँग जोडेको कुराहरूमा त्यसमा चाहिँ कम्प्रोमाइज गर्दैन भन्ने कुराहरूमा हो। त्यहीँनिर चाहिँ जान्नेलाई छान्ने कुराहरूमा सायद नजान्ने भयो, मलाई केही पनि मतलब छैन, जनताको कुरा मान्दैन भनेपछि जति गरे पनि अगाडि बढ्न मिल्थ्यो होला नि त। त्यो कारणले गर्दाखेरि यो कुराहरूलाई त्यसरी बुझ्दा अझै राम्रो हुन्छ होला। अब तपाईँहरूको झट्ट हेर्दाखेरि चाहिँ सरकारले एकदमै धेरै कुरा गर्न थालेको जस्तो त्यो खालको आभास गराउँछ होइन। तर पछिल्लो समयमा तत्कालीन गृहमन्त्रीले जसरी 1 दिन पनि ढिला हुन्छ भनेर रातारात पूर्व प्रधानमन्त्रीदेखि लिएर जेनजी आन्दोलनमा भएको घटनासँग सम्बन्धित रहेका अन्य उच्च पदस्थका व्यक्तिहरूलाई पनि जसरी गिरफ्तार गर्नुभयो, त्यो सँगसँगै चाहिँ तपाईँको 2-4 दिनमै हेर्दाखेरि ओहो अब त के नहुने भयो भनेर जसरी आफ्ना सन्तान गुमाउनु भएका, जेनजी आन्दोलनमा सन्तान गुमाउनु भएका आमा बुवाहरूले जुन किसिमको अपेक्षा गर्नुभएको थियो, त्यसको 1 हप्ता नहुँदै चाहिँ उहाँहरू छुट्नुभयो लगभग केही दिनमा होइन। छुट्नु भएको छैन हजुर, जसरी बाहिर निस्किनु भयो भएको छ, त्यो देख्दाखेरि चाहिँ अलिकति गर्न खोजेको जस्तो अथवा एकदमै मिडियामा चाहिँ प्रचारको लागि गर्न खोजेको जस्तो भन्नेहरूको गुनासो पनि छ होइन। त्यो एकदमै त्यो गुनासो हेर्दाखेरि जे देखिन्छ त्यसको बेसिसमा गुनासो गर्नु त एकदमै ठिक छ। तर सुदनजीले एज अ होम मिनिस्टरको रूपमा जुन आँट हिम्मत सहित होइन, सम्भवतः पार्टीले पनि त्यसैको लागि नै पठाएको हो है। त्यो आँट, त्यो करेज र फेरि उहाँ त एउटा जेनजी लिडरको त्यो जसले शहादत गर्नुभयो 44-45 जना सरकारले रेकग्नाइज गरेको, टोटलमा 76। सो त्यसको त्यो रियल प्रतिनिधि भएर आउनु भएको थियो। उहाँ हरेक शहीद परिवारको घरमा जानुभएको छ, त्यो शहीदहरूको लास बोक्नु भएको छ, भेरी ट्रु, घाइतेहरू सबैसँग भेट्नु भएको छ, त्यो आँसुको मूल्य बुझ्नु भएको छ। र जेनजी जनआन्दोलनले सरकारसँग गरेको जुन बुँदाहरूमा लेखिएको होइन, रगतबाट लेखिएको बुँदाको त्यसको मर्म उहाँलाई थाहा छ, उहाँले बुझ्नु भएको छ। सम्भवतः म यो आज तपाईँकोबाट भन्दैछु, सुदन गुरुङ बाहेक अरू कोही त्यो ठाउँमा गृहमन्त्रीको रूपमा गएको भए सायद जेनजीले जे चाहनु भएको थियो, शहीदहरूको आमाहरूले जुन चाहनु भएको थियो, एकजना आमा त रसिक कतिवटाको आमा हामीसँगै हुनुहुन्छ, सांसदको रूपमा हुनुहुन्छ, प्रतिनिधिको रूपमा हुनुहुन्छ, उहाँहरूको आँसुको मूल्य चाहिँ फेरि कसैले पनि बुझ्दैन। र यो भन्दै गर्दाखेरि जसरी तपाईँले हतार भन्नुभयो नि, हामी सरकारमा आउनुभन्दा अगाडि त्यो भइसक्नु पर्ने थियो। तर चुनाव गर्ने सरकार थियो, चुनाव गराउनै पर्ने बाध्यता थियो, त्यो कारणले गर्दा त्यो अटेम्प्ट भएन। तर उहाँहरू त तपाईँको जेनजी जनआन्दोलनपछि बनेको सरकारको तुरुन्तै उहाँहरू त तपाईँको भनौँ न कानुन कठघरामा गइसक्नु पर्ने, त्यो ढिलो भयो। सुदनजी गृहमन्त्रीको रूपमा आएर जसरी त्यो एक्सनमा जानुभयो त्यो धेरै ढिलो भएको। त्यो कारणले गर्दाखेरि अहिले उहाँहरू छुट्नु भएको होइन, इन्भेस्टिगेसनबाट उहाँहरूकै पालामा उहाँहरूले बनाएको होइन नियमबाट उहाँको त्यो आफैले बनाएको नियमको सुविधा मात्र लिइराख्नु भएको। अब त्यो नियम चाहिँ चेन्ज हुन्छ, तर कम्तीमा त्यो नियम भनेपछि चाँडै जनताले भन्दा पनि जसले सन्तान गुमाउनु भयो न्याय पाउनु पर्ने छ, जसले चाहिँ न्यायलाई कुरेर हरेक दिन एक पल कुरेर बस्नु भएको छ, उहाँहरूले न्याय पाउनुहुन्छ।
100% न्याय पाउनुहुन्छ। त्यसको विकल्प अप्सन बी पनि छैन। र सँगसँगै पछिल्लो समयमा चाहिँ जसरी रासपाको मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भयो, त्यस सँगसँगै पनि फेरि अर्को एउटा सुनौलो सरकार। सुनौलो सरकार, सुनको सरकार, होइन, सुनै सुनको सरकार जस्तो देखियो। सुन नभएका त हामीले त मैले जीवनमा पहिलोचोटि आफूलाई यति गरिब महसुस गरेँ सर। तपाईँसँग चाहिँ कति छ सुन? यस्तो छ, मैले हाम्रो बागमती प्रदेशको भेला थियो, हजुर, प्रधानमन्त्रीलाई मैले कुरा राख्दाखेरि चाहिँ तपाईँले मन्त्री परिषदको मात्र पब्लिक गर्नुभएको छ, हामी सांसद हुनुभन्दा अगाडि पार्टीलाई पनि उम्मेदवारको रूपमा हाम्रो सम्पत्ति बुझाएको छौँ र सांसद हुँदै गर्दाखेरि पनि 2 ठाउँ सम्पत्ति बुझाएको छौँ। 182 जना मध्येमा 15 जना त गइसक्नुभयो उता त्यो मन्त्रीको रूपमा। त्योभन्दा बाहेकमा हामीलाई नसोधिकन है यो पब्लिकको थाहा पाउनुपर्छ, त्यो चाहिँ तपाईँले पब्लिस गरिदिनुहोस् भनेको थिएँ क्या मैले। त्यो उसमा लिखितमा पनि उहाँलाई भनेको थिएँ। र अब सरप्राइज चाहिँ के नहुन होला भनेपछि मन्त्री परिषदमा भएका मन्त्रीहरूभन्दा हाम्रा सांसदहरू अझै धनी हुनुहुन्छ, धेरै धनी हुनुहुन्छ। वाउ! यो फेरि यो कुनै कसैलाई मारेर, कसैलाई लुटेर, राजनीतिलाई पेसा बनाएर, होइन, कसैलाई चोरेर, कसैलाई ठगेर, बिचौलिया बनेर बनाएको होइन। प्रपरली आफ्नो त्यो पैतृक सम्पत्ति होला, त्यो कमाएर हुनसक्छ, बिजनेसबाट होला, व्यापारबाट होला, त्यो चाहिँ इमान्दारीसित आउनुहोस्। तपाईँले मेरै कन्टेक्समा हेर्नु भने चाहिँ तपाईँसँग कति केजी सुन, कति केजी चाँदी छ भनिदिनुहोस्। छैन, केही पनि त्यस्तो छैन। तर मैले मेरो जे छ मैले पब्लिक गरेको छु, भनेको मेरो पार्टीलाई पनि बुझाएको छु र मैले संसदमा पनि बुझाएको छु। सो मैले त मेरो सबभन्दा पहिलो सांसद होला जसले हाम्रो सम्पत्ति विवरण चाहिँ हामीलाई नसोधिकन पनि तपाईँले पब्लिस गरिदिनुहोस् भनेर लिखित र मौखिक रूपमा प्रधानमन्त्रीसम्म छ। बागमती प्रदेश त्यो हाम्रो भेला हुँदै गर्दाखेरि उहाँलाई भन्ने सम्भवतः सांसदको रूपमा पुकार हुन्छ होला र तपाईँले भन्नुभएको छ त्यो सम्भवतः त्यसको डिटेल चाहिँ छिटै नै आउँछ। हजुर, ठिक छ। र सँगसँगै जस्तो तपाईँले जुन सूत्रधारको रूपमा काम गर्नुभयो, तर त्यो सँगसँगै चाहिँ जति तपाईँले क्रेडिट पाउनुपर्ने हो त्यति क्रेडिट नपाउनु भएको जस्तो देखिन्छ बाहिरबाट हेर्दाखेरि। जसरी सुदनजीको नाम आयो, उहाँले चाहिँ मेन भूमिका खेल्नुभयो, मुख्य भूमिका खेल्नुभयो भनेर एकजनाको मात्रै भूमिकाले त नहोला, पार्टीमा अन्य व्यक्तिहरूको पनि नाम नै आइ नै राखेको हुन्छ। तर तपाईँले आफूले व्यक्तिगत रूपमा कस्तो महसुस गर्नुहुन्छ? जस्तो तपाईँको बारेमा त्यति चर्चा हुँदैन नि। होइन, यस्तो छ, यो मेरो त 22 वर्ष हेर्नुहोस्, 22 वर्षको सामाजिक राजनीतिक अभियानमा यस्ता थुप्रै मोडहरू आए जुन ठाउँमा काम गर्दै गर्दाखेरि त्यो रिजल्ट के दिन्छ भने म एज एउटा सोसल एक्टिभिस्ट, अहिले ल मेकर, 16 वर्षदेखि म पढाउँदै एज ए लेक्चरको रूपमा, हेड अफ डिपार्टमेन्टको रूपमा, कतै उद्यमीको रूपमा, होइन, कतै आम नागरिकको रूपमा, जहिले पनि एउटै मात्र कुरा थियो, यो देश समृद्ध हुनुपर्छ, यही देशमा युवाहरूले भविष्य देख्नुपर्छ। बाहिर भएका थुप्रै डायस्पोरा भएका नेपालीहरू, एकचोटिको नेपाली सधैँभरि नेपाली हुन्छ, चाहेको बेलामा फर्किन पाउनुपर्छ। यी लगायतका थुप्रै मुद्दाहरू मलाई अझै पनि याद छ। 70 सालमा म पहिलोचोटि सबैभन्दा यङ्गेस्ट क्यान्डिडेटको रूपमा कुकुर चुनाव लिएर विवेकशील अभियानबाट उज्जवल थापा दाईसँग संस्थापक भएर स्टार्ट गरेको मुभमेन्टमा त्यहाँबाट हामीले नेपालभन्दा बाहिर रहेका नोट चल्ने भोट नचल्ने होइन भन्ने नारासहित बाहिर विदेशमा रहेका नेपालीहरूले मताधिकार गर्नु पाउनुपर्छ भनेर हामीले त आन्दोलन गऱ्यौँ, अभियान गऱ्यौँ। 74मा त्यो तपाईँको मुद्दा पनि लड्दै गर्दाखेरि मुद्दा जितिसकेपछि 74बाटै जानुपर्ने हो, तर 79मा पनि भएन र यो तपाईँको 82 पनि भएन। तर यसपालि सम्भवतः रिजल्टको रूपमा अबको इलेक्सनमा नेपालभन्दा बाहिर रहनुभएका थुप्रै अलमोस्ट सबैले चाहिँ भोटिङ राइट चाहिँ पाउनुहुन्छ। भनेको पुकार बमको हकमा तपाईँले जुन कुरा गर्नुभयो क्रेडिट भन्ने धेरै सेकेन्डरी कुरा हेर्नुहोस्, होइन, त्यसले गर्दाखेरि मन्त्री बन्छ बन्दैन, क्रेडिट पाउँछ पाउँदैन, यो धेरै गौण कुरा हो। र अब आउने जेनेरेसनलाई, अब आउने लिडरसिपलाई पनि तपाईँले रिजल्ट हेर्नु होला। पोलिटिक्सलाई प्रोफेसनको रूपमा नलिने नयाँ आउने जेनेरेसनहरू, हिजो मैले हार्वर्ड र MIT-मा पनि भने, अब हाम्रो सरकारले, हाम्रो पार्टीले, हाम्रो विधानमै छ सांसद मन्त्री बन्न नपाउने, सम्भवतः अर्कोचोटिबाट यो उसमा फेजमा जान्छ। त्यसपछि पूर्ण समानुपातिको कुराहरू आइरहेको छ भनेपछि अब त नेपालभन्दा बाहिर भएका यङ ट्यालेन्टेड, जस्तै अहिले हाम्रै नेपाल के अरे नेसनल प्लानिङ कमिसनको तपाईँले बनोट हेर्नुभयो भने गुणाकर भट्ट, होइन, ब्रिलियन्ट PhD, होइन, देखि लिएर काम गर्नुभएको, डाक्टर पुकार मल्ल मेरै अलुमनाई हार्वर्ड कलेजमा हुनुहुन्छ, रेसु अर्याल ढुङ्गानादेखि लिएर
अहिले लन्डन स्कुल अफ इकोनोमिक्सबाट ग्रेजुएट भएको प्रकृति ढकालले पिएमओको टिममा हुनुहुन्छ। यस्ता थुप्रै उदाहरणहरू छन्। त्यसले गर्दाखेरि हामीले हिजोको दिनमा जे ड्रिमसहित यो अभियान सुरु गरेको थियौँ त्यो पुरा भइरहेछ। मेरो सपना पुरा भइरहेछ भनेपछि मलाई क्रेडिट किन चाहियो? मलाई खुसी लाग्यो सर। जसरी मैले जनताका प्रश्न, मेरा आफ्ना प्रश्न, धेरै आलोचनात्मक प्रश्नहरू, धेरै आलोचना गरेका प्रश्नहरू तपाईँलाई राख्दा जुन सकारात्मकताका साथ यहाँले त्यसको जवाफ दिनुभएको छ, त्यो देख्दाखेरि चाहिँ एक किसिमको त्यो सकारात्मक फिल भएको छ। असाध्यै खुसी लागेको छ होइन। कुनै झर्को नमानिकन यहाँले चाहिँ फेरि सिङ्गो कार्यक्रम नै, किनभने अब अहिले त 1 महिना मात्रै भएको छ नि होइन। धेरै राम्रा पक्षहरू पनि भएका छन्। फेरि सरकारको विरोध मात्रै गरेको जस्तो पनि नसुनियोस्। तर तथापि यो म जहाँ बसेर प्रश्न सोधिरहेको छु त्यहाँ चाहिँ जनताका प्रश्नहरू पनि सोध्नुपर्ने भएकाले चाहिँ जे गुनासोहरू थिए मैले त्यो प्रश्न सोधेँ। तर जसरी तपाईँले त्यसको जवाफ दिनुभयो त्यो असाध्यै सकारात्मक भएको मैले महसुस गरेँ। यस्तै रहिराख्नु होला। र तपाईँको आगामी यात्रा चाहिँ जस्तो अब एउटा सांसदको रूपमा तपाईँले कसरी चाहिँ आफ्नो भूमिका चाहिँ वहन गर्ने सोचिराख्नु भएको छ? मेरो ब्याकग्राउन्ड नै एकाडेमिक्स नै भयो। त्यो कारणले गर्दाखेरि म एकदम खुसी छु। मैले आफूले रोजेको पहिलो रोजाइ मेरो शिक्षा समिति र शिक्षा समितिको अब त्यो एकदम लामो नाम छ शिक्षा स्वास्थ्य सूचना तथा प्रविधि समिति हो, जुनमा चाहिँ जसरी म संसारभरिका नेपालीहरूसँग कनेक्टेड लगभग 22 वर्षदेखि कनेक्टेड छु। उहाँहरूको नेटवर्क, उहाँहरूको रिसोर्स, त्यो ट्यालेन्टलाई चाहिँ नेपालसँग बन्ने कानुन विधि विधानहरूलाई होइन त्यो बनाउँदै गर्दाखेरि चाहिँ जहाँसम्म लाग्छ मैले रोजेकै समितिमा मैले पाएको छु। त्यसलाई चाहिँ इमान्दार तरिकाले एउटा सांसदको रूपमा अघि पनि मैले भने, फेरि पनि भन्छु, संसदभित्र सबैभन्दा पावरफुल चाहिँ भोटर्सहरू और मत लगानीकर्ताहरू, मतदाता नै मत लगानीकर्ता। मैले बारम्बार भनिरहेको छु, लगानी गरेपछि त्यो लगानीको माया हुन्छ नि, त्यो लगानीकर्ताहरू मत लगानीकर्ताहरूले पनि के हुन्छ त्यसको माया चाहिँ गर्नुपर्छ। निरन्तर तपाईँले जस्तै प्रश्न गरिराख्नुपर्छ, एकाउन्टेबल बनाइराख्नुपर्छ। प्रश्नभन्दा हामी कहिले पनि माथि हुनुहुन्न। र म आफैले सांसदको रूपमा सबैभन्दा पावरफुल संसदभित्र चाहिँ के हुन्छ, सांसद हुन्छ। र त्यो पावर, त्यो अथोरिटी, त्यो ज्ञानको रूपमा मैले आफ्नो बलबुतामा भएको, मसँग भएको नेटवर्क, मसँग भएको रिसोर्स र मसँग नलेजको बेसमा बेस्ट इन्ट्रेस्ट अफ माई कन्ट्री फर माई पिपल। हजुर, तपाईँ हार्वर्डमा अनलाइन पढ्दै हुनुहुन्थ्यो होइन? तपाईँको त्यो के भयो? कोर्स कम्प्लिट भयो अथवा कहाँ पुग्यो? यस्तो छ हजुरको, मैले वर्ल्डको प्रेस्टिजियस तपाईँको फेलोसिप एडवर्ड एस मेसन फेलोसिप, त्यो चाहिँ मिड करियर मास्टर्स इन पब्लिक एडमिनिस्ट्रेसन, त्यो चाहिँ वर्ल्ड लिडर्सहरू लगायतको आफ्नो क्षेत्रमा लामो समय काम गरिसकेको मान्छेहरूले पाउने त्यो फेलोसिप हो, जुनमा 7 दिनदेखि 10 वर्ष मिनिमम तपाईँको लिडरसिप एक्सपिरियन्स चाहिन्छ। मेरो अलमोस्ट 17 इयर्सको भएको थियो। त्यो 7 to 8 मन्थ्सको रिगरस प्रोसेसको थ्रुबाट 70देखि 80वटा देशहरूबाट छानिएको त्यो कोर्स थियो। त्यसमा 4वटा प्रोग्राम थियो। 4वटा प्रोग्राम मध्येमा मैले 2टा प्रोग्राम अनलाइन सकाएँ। त्यो बेलाको परिस्थिति त्यस्तै भयो र म इन क्याम्पस आएर पढ्छु भन्दै गर्दाखेरि मेरो त्यतिखेर 2 चोटि भिसा रिजेक्ट भएको थियो। र अहिले मेरो सँगैको साथीहरू उहाँहरू यो विक मेमा ग्रेजुएट हुँदै हुनुहुन्छ र यही बेलामा र भोलि 28 अप्रिलमा म त्यहाँ क्लास पनि लिन जानेछु र अन्तिम सेमिनारमा त्यहाँ चाहिँ मलाई एउटा गेस्टको रूपमा एउटा भनौँ न एउटा अनरको रूपमा त्यो साथीहरूसँग चाहिँ मैले त्यो सेमिनार चाहिँ अटेन्ड गर्न पाइरहेको छु। 2 चोटिसम्म भिजा नलागेको, 2 चोटिसम्म अमेरिकाले नपत्याएको व्यक्तिलाई सांसद बनेपछि चाहिँ पत्याउँदो रहेछ। म त्यसको क्रेडिट मेरो काठमाडौँ क्षेत्र नम्बर 4 र समग्र यो अभियानलाई विश्वास गरिदिनु हुने सम्पूर्ण मत लगानीकर्ताहरू दिन्छु। तपाईँहरूको कारणले गर्दाखेरि आज यो मेरो मात्र सपना होइन, तपाईँहरूको पनि सपना, जुन संसारको उत्कृष्ट नम्बर 1 होइन नम्बर 2 MIT हार्वर्डमा तपाईँहरूको प्रतिनिधि भएर चाहिँ त्यो ठाउँमा चाहिँ पुग्न पाएको छु। म उहाँहरूप्रति मनदेखि म काठमाडौँ क्षेत्र नम्बर 4 र यो अभियानलाई विश्वास गर्नुहुने सम्पूर्णलाई म एकदम मनदेखि थ्याङ्क यू सो मच भन्न चाहन्छु। तपाईँ कति दिन अमेरिकाको टुरमा हुनुहुन्छ अब कहिलेसम्म? म यो लर्निङ उसमै छु त्यहाँ, स्पेसली यो बिचमा मैले गाली पनि खाएँ, यो इलिट हार्वर्ड र MITमा जाने रहेछ, यस्तै रहेछ रासुपाहरूको भन्ने खालकोमा। तर मेरो सम्भवतः अर्को 1-1.5 हप्ता 7-10 दिन चाहिँ म विभिन्न सहरहरूमा जान्छु जहाँ रियलमै नेपालीहरू काम गरिराख्नु भएको छ। जस्तै अब टेक्सास ड्यालसमा चाहिँ झन्डै 30-40 हजार भन्दा बढी नेपाली भएको ठाउँहरूमा त्यहाँ जाँदैछु। त्यहाँ जहाँ 4,000 भन्दा बढी विद्यार्थी भएको क्याम्पसमा जाँदैछु। र सामान्यभन्दा सामान्य तपाईँको आएर स्ट्रगल गरिराख्नु भएको वर्क प्लेसमा, जस्तो अघि म पनि आउँदै गर्दाखेरि भर्खर बोस्टनको डङ्किन्समा त्यहाँ होल
त्यहाँको त्यो पुरै म्यानेजरदेखि लिएर सिनियरदेखि लिएर काम गर्ने सबै नेपाली हुनुहुन्थ्यो। उहाँहरूसँग मैले लगभग 1 घन्टा जति बिताएँ, उहाँहरूको बारेमा सोधेँ, कुरा गरेँ होइन। एकजना गर्भवती महिला हुनुहुन्थ्यो, उहाँ स्टिल काम गरिराख्नु भएको थियो होइन। हजुर सो यो चाहिँ त्यो एक खालको बाहिर जाने मान्छेहरूलाई नेपालभित्र हुने धेरैले चाहिँ अधिकांश एउटा पर्सेप्सन चाहिँ अमेरिका एकदम स्वर्गको लाइफ, पैसा टिप्न गएको, सपनाको सुन्थ्यो सहर। सपनाको सहर भने जस्तै गरेर गाह्रो छ, धेरै गाह्रो छ, धेरै हो। गाह्रो छ। सो यो फिल गर्न चाहिँ म चाहिँ अब हार्वर्ड एमआइटी चाहिँ उहाँले बोलाएको हुनाले गएको, तर त्योभन्दा पनि मैले आम तपाईँको नेपालीहरू होइन जो चाहिँ जसले आफ्नो सङ्घर्ष सङ्घर्ष गरिराख्नु भएको छ। गरिराख्नु भएको छ, जसले यो ठाउँमा सङ्घर्ष मात्र होइन, सङ्घर्ष सँगसँगै अचिभ गर्नुभएको छ होइन। हो उतातिर 20 वर्ष लाग्ने ठाउँमा 5 वर्षमा धेरै माथि पुग्नु भएको छ। सो यङ अचिभर्सहरू पनि र सँगसँगै स्ट्रगल गर्नुभएको होइन, उहाँहरूसँग चाहिँ साक्षात्कार गर्ने, उहाँहरूको गुनासोहरू सुन्ने, उहाँहरूको अपेक्षाहरू सुन्ने र त्यसलाई लिएर होइन, त्यो कोसेली लिएर, त्यो आशीर्वाद लिएर, त्यो 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 भनौँ न एक खालको निर्देशन लिएर, गाइडलाइन्स लिएर चाहिँ म नेपाली फर्किन्छु। संसदमा उहाँहरूको प्रतिनिधि गर्छु, उहाँको भोइस बोल्छु र समितिमा नीति नियम बनाउँदै गर्दाखेरि यी सबै नेपालभन्दा रहनुभएका, स्ट्रगल गरेर राख्नुभएका होइन, मेहनत गरेर राख्नुभएको र अचिभ गरिसक्नु भएको हरेक नेपालीको त्यो भोइसेस त त्यो लेख्दै गर्दाखेरि उहाँहरूलाई चाहिँ म अक्षरमा चाहिँ उतार्छु। ठिक छ। यो जसरी तपाईँले भन्नुभयो, हजुर। एक एक पल पनि देश र जनताको लागि काम गर्ने अवसर पाउनु भएको खण्डमा र तपाईँ आफै त्यो हजुर। स्थानमा हुनुभएकोले पनि त्यसको पक्षमा काम गर्नुहोला, यत्तिकै सकारात्मक भइराख्नु हजुर। होला। यस्तो व्यस्त समयमा पनि आज पनि तपाईँको धेरै अन्य प्रोग्रामहरू पनि हजुर। छ, हजुर। त्यसको बावजुद पनि समय निकालेर चाहिँ हामीसँग कफी गफ गर्न आइदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँको आगामी राजनीतिक यात्रा सुन्दर र सफल रहोस्। हस्, थ्याङ्क यू प्रमिलाजी, थ्याङ्क यू सो मच हजुर, धन्यवाद हजुर, थ्याङ्क यू। थ्याङ्क यू। हुन्छ।